लगभग 2788 हुन आउँदो रहेछ। भनेपछि त्यही 2790 2800 को बिचमा चाहिँ लिएर जान सक्ने सम्भावना चाहिँ रहन्छ। त फर्स्ट कन्डिसन त्यही हो, 2730 लाई चाहिँ ब्रेक गर्नु नै पर्यो। 2730 लाई ब्रेक गरेन भने फेरि कन्टिन्युएसन चाहिँ डाउन साइड नै राख्न सक्ने सम्भावना हुन्छ। अब एकदमै फिङ्गर क्रस्ड वाच हो। अब हाइड्रो पावर चाहिँ मैले यसको पनि पार्शियल रिट्रेसमेन्ट मात्रै लिएर जान्छ भने पनि यसको 50% रिट्रेसमेन्ट भनेको एप्रोक्सिमेटली 3650 जति हुन आउँदो रहेछ। 3650 बाट चाहिँ अहिले हाइड्रो पावर माथिबाट तल खसिराखेको त क्लियरली त्यो ए वेभ नै हो। मास्तिर यहाँ प्याटर्न यसले कम्प्लिट गरिसकेको छ, फिफ्थ वेभ कम्प्लिट गरिसकेको छ। अब यसको चाहिँ सेकेन्ड वेभको फल त लगभग पेन्डिङ देखिन्छ नै। अब मार्केटलाई कुनले ड्र्याग गर्ला त, अहिले सर र र्याली लिएर गयो भने पनि अल्टिमेटली कुनले चाहिँ तलपट्टि पुश गर्ला त भन्दाखेरि एउटा हाइड्रो पावरमा त्यो सम्भावना देखिन्छ। अर्को डेभलपमेन्ट ब्याङ्कमा पनि मैले लामो समयदेखि नै भनिराखेको छु, डेभलपमेन्ट ब्याङ्कमा त क्लियर कट ट्रायङ्गल बनाउन खोजेको नै देखिन्छ यसमा। अब यो ट्रायङ्गुलरमा अझै पनि सी वेभ आउँदाखेरि लगभग 5350-20 को आसपास आउने, फेरि डी वेभ बनाउन जाँदाखेरि 5800 जाने, फेरि 5400 को आसपास ई वेभ बनाएर फेरि ट्रायङ्गुलर थ्रस्ट चाहिँ डेभलपमेन्ट ब्याङ्कमा देखिन्छ। डेभलपमेन्ट ब्याङ्कको प्याटर्न ट्रायङ्गलै हो भन्ने कुरा चाहिँ लगभग तय देखिन्छ। अर्को चाहिँ ट्रायङ्गलै हो भन्ने प्याटर्न चाहिँ तपाईको होटलले देखाएको छ। होटल्सको हामीले हेर्यौँ भने ए बी र सी वेभ पनि यसले लगभग बनाइसक्यो जस्तो लाग्छ। सी कम्प्लिट गरेर अब यो अहिले डी तिर चल्दैछ। अब डी तिर चल्दै हो भने एप्रोक्सिमेटली लगभग 7000 को आसपास लिएर गएर फेरि तपाईको 6350 को आसपास आउने, अनि त्यसपछि मास्तिर थ्रस्ट गर्ने। मास्तिर थ्रस्ट गर्दाखेरि 10000 पनि लिएर जान सक्यो यसले। पोर्टफोलियोलाई अलिकति फोकसमा राख्ने हो भने चाहिँ यो डेभलप के अरे होटल्सतिर चाहिँ बढी ठिक होला जस्तो लाग्छ मलाई। होटल्स डेभलपमेन्ट ब्याङ्कहरुमा कन्स्ट्रक्टिभ बनिराखेको छ। अलिकति होल्डिङ पावर चाहिँ हुनु पर्यो। होल्डिङ पावर चाहिँ हुनु पर्यो। 1 महिना जति चाहिँ पेन लिन सक्नु पर्यो। त्यति गर्नुभयो भने जुनमा ट्रायङ्गुलर प्याटर्न्सहरु कन्फर्म भएका छन् त्यहाँ चाहिँ तपाईको हाम्रो क्विक छिटो चाहिँ ट्रेन्डहरु देख्न पाइएला भनेर हामीले भन्न सक्छौं। ओके सर। विष्णु सरलाई मैले एउटा सानो प्रश्न, डेभलपमेन्ट ब्याङ्कहरु धेरै जसो हाम्रो 14-15 वटा कम्पनीहरु रहेका छन् र यी सबै मुनाफाको दृष्टिकोणले हेर्ने भने प्राय जसो कम्पनीहरु हाम्रो घाटामा नै रहेका पनि छन्। तर यी घाटामा रहेका कम्पनीहरु पनि यसरी मूल्य वृद्धि किन भइरहेको छ भन्ने कुरामा चाहिँ एउटा जिज्ञासा रहेको थियो सर। विष्णु सर अलिकति बिजी रहनु भएको हो कि सर? उहाँले फाइनान्सको बारेमा भनिदिनु भयो, फाइनान्सको बारेमा बोल्नु भएको छ। फाइनान्सको पनि बाँकी छ, सर अहिले क्वेसन गर्नु होला। हजुर भन्नुस् त फेरि, म अर्को डिस्कसनमा बिजी थिएँ। ए ओके सर। हाम्रो यो डेभलपमेन्ट ब्याङ्कहरुको 15 वटा जति हाम्रो डेभलपमेन्ट ब्याङ्कको स्क्रिप्टहरु रहेका छन्। तर यी डेभलपमेन्ट ब्याङ्कहरु अधिकांश जस्तो हाम्रो लसमा रहँदा पनि यो किन यिनीहरू डेभलपमेन्ट ब्याङ्कमा चाहिँ हाम्रो यो पोजिटिभ सर्किटसम्म हानिरहनु पर्ने अवस्था र यिनीहरूको मात्र किन लिडिङ भइरहेको अवस्थाहरू हामी देख्न सकिला भन्ने कुरा सर। अनि त्यो मार्केट साइकोलोजीकै कुरा हो। अब त्यो चाहिँ के अहिलेको करेन्ट ट्रेन्ड तपाईहरु सबैलाई थाहा नै छ हैन।
अब त्यो कसले हेरेको छ र फन्डामेन्टल पुरा मार्केट एकतिर लागिराखेको छ। त्यो लजिक के हो त भन्दाखेरि कहाँबाट चाहिँ पैसा जति सबै एकै ठाउँमा खन्याएर स्टकलाई उचालेर कहाँ लान सकिन्छ होइन, होल मार्केटको लजिकै त्यही छ। त्यो लजिकमा चाहिँ डेभलपमेन्ट ब्याङ्कतिर चाहिँ अकुमुलेसन भइराखेको छ पछिल्लो 7-8 महिनादेखि चाहिँ, त्यो चाहिँ देखिएको छ। अझै 7-8 महिना पनि हामीले नभन्नु पर्ला, अकुमुलेसन त कुन पिरियडदेखि भनेर भन्नुहुन्छ भने डिसेम्बर पछि नै हो होइन। डिसेम्बर पछि चाहिँ एन्टायर यो रेन्जमा जुन चलिराखेको छ त्यो बजार, त्यो भनेको कति महिना भयो, डिसेम्बरको हामीले लगभग डिसेम्बरको सुरुवातदेखि अहिलेसम्म हामीले हेर्छौँ भने 4 महिना त बितिसक्यो होइन। अझै 1-आध महिना गऱ्यो भने 5-6 महिनाको अकुमुलेसन हुन्छ। अनि त्यो अकुमुलेसन पछि फेरि एउटा चाहिँ क्रेजी टाइपको बिहेभियर र्याली चाहिँ ल्याउन सक्छ, विच विल बी द फास्ट क्विक र एन्डिङ र्याली हुन्छ। विष्णु सरको अलिकति फुर्सद छ भने हामी के प्रश्नोत्तर कार्यक्रममा जान सकिएला सर आज? धेरै लामो त नसकिएला, अब लगभग अर्को आधा घन्टा डिस्कसन गर्न सक्छौँ। ए ओके सर। सोनाम सर, सरको प्रश्न भन्दै हुनुहुन्थ्यो नि। मेरो त्यो फाइनेन्स सेक्टर यसो हेरिदिनुहोस् न विष्णु सर भनेर हो। अब फाइनान्सतिर डिप करेक्सन चाहिँ छ यसमा होइन। अब अझै पनि त्यो फेरि उठ्न सकेको छैन। मार्केटको फोकस चाहिँ फाइनान्सतिर अहिले नभए जस्तो देखिन्छ होइन। मार्केटको फोकस चाहिँ अरू सेक्टर्सहरूमा देखिन्छ। फाइनान्स चाहिँ इमिडिएटली सिग्निफिकेन्ट र्याली चाहिँ अहिले नै क्रिएट गरिसक्ला जस्तो चाहिँ देखिँदैन। यसले केही नभए पनि अब जुन प्याटर्न्सहरूमा चाहिँ एक्सट्रिमली बुलिस डेभलपमेन्ट देखिएको छ, जस्तो मैले अघि भनिसकेँ, डेभलपमेन्ट ब्याङ्कमा एउटा त्यो देखिन्छ। पोसिबल हुनसक्छ त्यही चिजहरू माइक्रो फाइनान्समा पनि देखिन सक्छ बरु होइन। तर तिनीहरूले पनि अकुमुलेसनको लागि अझै 1 महिनाको पिरियड त लिन्छन् नै। चाहे त्यो होटल्स होस्, चाहे माइक्रो फाइनान्स होस्, चाहे डेभलपमेन्ट ब्याङ्क होस्, जहाँ जहाँ पनि हामीले ट्रायङ्गुलर फर्मेसनको एक्सपेक्टेसन गरेका छौँ तिनीहरूले चाहिँ लिन्छन् समय। तर लिएर तिनीहरूमा चाहिँ सिग्निफिकेन्ट र्याली भएपछि त्यसपछि फोकस चाहिँ फाइनान्समा जाला कि भन्ने चाहिँ देखिन्छ। हो, डेभलपमेन्ट ब्याङ्क चाहिँ राम्रो र्याली क्रिएट गर्न सुरु गर्यो भने अलिअलि भाइब्स चाहिँ फाइनान्समा आउँछ फेरि। तर मलाई अहिलेसम्म लागेको के हो भन्दाखेरि एकपटक अझै केही नभए पनि महिना दिन जति अकुमुलेट गरेर डेभलपमेन्ट ब्याङ्कमा चाहिँ राम्रो अकुमुलेट गर्ने, त्यस्तै 1 महिना जति गरेर होटल्समा राम्रो अकुमुलेसन हुने, त्यो दुइटामा अकुमुलेसन भएर अब होटल्स त अलिकति छुट्टै तरिकाले नै चल्छ, त्यसको खासै रिलेसन बन्दैन अरू इन्डिसेसहरूसँग। डेभलपमेन्ट ब्याङ्कमा नै राम्रो र्याली क्रिएट गरेर त्यहाँ सिद्धिएपछि फाइनान्समा बल्ल फोकस आउला जस्तो लाग्छ मलाई। तर ड्यू छ एउटा र्याली चाहिँ, त्यस्तै खालको क्रेजी र्याली चाहिँ ड्यू छ। चार्टमा देखिन्छ सर, त्यो देखिन्छ। अब यो बिस्तारै बिस्तारै लोवर लेभलमा मान्छे चाहिँ अब सेलिङ ड्राइनेसको सिचुएसन देखिएकै छ होइन। भन्न खोजेको मान्छेले चाहिँ अब यो रेटमा चाहिँ खासै बेच्न रुचाएका छैनन्। अब तर अकुमुलेसन पनि त्यस्तो देखिया छैन कि भयङ्कर तरिकाले अकुमुलेसन गरेको होइन। बिस्तारै यसमा चाहिँ फोकस गरेर अब यसलाई अकुमुलेट गर्दै जाउँ, अघिल्लो 1-आध महिना अकुमुलेट गरौँ, त्यसपछि चाहिँ उचालेर मासतिर लैजाउँला भन्ने खालको बिहेभियर चाहिँ देखाएको छैन। सेलरहरू तल दिन खोज्दैन रहेछ क्या यो। मैले हेरेँ माइक्रो फाइनेन्समा पनि बसेँ, म हेरेँ यो यिनीहरू चाहिँ माइक्रो फाइनेन्सहरू चाहिँ तल मार्केट रेटभन्दा तल दिनै नखोज्ने, एकदम बार्गेन माथि नै 2% माथि बस्न खोज्ने, बायर 2% तल बस्न कोसिस गर्ने, कुरो मिलिरहेको देख्दिनँ मैले। हो त्यही नै हो। त्यसको भोल्युम ड्राइनेसले पनि त्यही देखाउँछ नि त। भन्न खोजेको बायर र सेलरमा नेगोसिएसन हुन सकेका छैन होइन। हजुर, अब स्प्रेड चाहिँ ठुलो छ भन्ने कुरा हो
हैन। बायरले चाहिँ तल निकै तल मागेको छ, सेलरले चाहिँ मासतिर गए बरु दिन्छु तल दिन्न भनेको छ हैन। अब दुईटाको बिचमा सहमति बन्न सकेन, त्यही भएर त्यो चिज चाहिँ कहाँ देखियो त भन्दाखेरि भोल्युममा रिफ्लेक्ट भयो। आज त नेप्से पनि बोलिङ्गर ब्यान्डको माथि मिडल ब्यान्ड नाग्यो क्यारे आज हेर्नु सर। मिडल ब्यान्ड कतिमा थियो, सायद मासतिर नै क्लोज भयो कि। अब त साँगुरो हुँदै हुँदै आउला नि त बोलिङ्गर ब्यान्ड त विष्णु सर होइन। अब यति साइड सेल्यो भने त अब साँगुरो हुँदै हुँदै आउँछ होइन र। साँगुरो त अलरेडी यसले देखाइसकेको छ, साँगुरो चाहिँ हुँदै गइराखेको छ। साँगुरोको अर्थ के पनि हो भनेर भन्दाखेरि अहिले मिडल ब्यान्ड भन्दा मासतिर नै क्लोज गरेर बसेछ। तर अप्पर ब्यान्ड फेरि एग्रेसिभली तल झरिएको छ, तपाईँको 2742 आइपुगेछ होइन। तलमाथि चाहिँ साँगुरो गरिएको छ, यही नै हो रेन्ज भनेको। अब यो आइदर साइड ब्रेकको लागि चाहिँ बसिया हो। अब कुन साइडमा चाहिँ तपाईँको भाइब्रेसन आउँछ भन्ने कुरा हो। अब अहिले मिडल ब्यान्ड भन्दा मासतिर गएको कारणले गर्दाखेरि अप्पर ब्यान्ड त एकपटक ठोक्किन जाला, त्योभन्दा मासतिर सस्टेन गर्यो विथ भोल्युम एक्सपान्सन सहितको भने चाहिँ केही न केही भाइब्सहरू लिएर आउला। ओभरअल्ली हेर्दाखेरि अहिले नै बजारले चाहिँ त्यो 2930 को हाई यही मुभमेन्टमा ब्रेक गर्ला चाहिँ मलाई लाग्दैन है। द्याट इज द रेयर चान्सेस होइन। यो मुभमेन्टमा गर्दैन कि त ट्रायङ्गल बनाउने हो भने पनि फेरि एकाध महिना लिएर फेरि लोवर लेभलमा नै 2600 को रेन्जमा लिएर आउँछ नै। ट्रायङ्गल नबनाएर सिम्पल चाहिँ अलिकति डिप करेक्सनै गर्ने हो भने त फेरि त्यो लोवर ब्यान्डलाई ब्रेक गरेर सिग्निफिकेन्टली तल आएर मात्रै त्यसपछि मात्रै र्याली समात्छ। ओके सनाम सर। ब्याङ्किङ पनि भनिदिनु सर। अब ब्याङ्किङ चाहिँ हेर्नै पर्ने देखियो। ब्याङ्किङ पनि कुरा भइसकेको छ ब्याङ्किङको। ब्याङ्किङ देखिँदैन अब कुनै पनि भाइब्रेसन। अब सरसर्ती हेर्दाखेरि एउटै लेभलमा बसालेको लामो समय भइसक्यो होइन। तर अब त्यो मुभमेन्टहरू हेर्नुभयो भने रेन्जवाला मुभमेन्ट त छ, तर त्यो भन्छ नि पुश गरेर लान सक्ने ताकतको रूपमा अझै पनि देखिएको छैन यहाँ चाहिँ। अब यसको पनि सिचुएसन के हो भन्दाखेरि बोलिन्जर ब्यान्ड चाहिँ स्क्विज भइराखेको स्थिति हो, इधर साइड गर्न खोजिया हो होइन। अब मासतिरपट्टि त आज पनि रिजेक्ट गर्यो, आज पनि त्यो ल्याउन सकेन, सस्टेनेबल ल्याउन सकेन होइन। बाँकी सबै इन्डिसेसहरू अलमोस्ट सबै इन्डिसेस चल्दाखेरि ट्रेडिङलाई छोडेर सबै इन्डिसेसहरू चल्दाखेरि ब्याङ्किङको पर्फर्मेन्स भनेको पुवर नै छ होइन। र इन्ट्राडे लेभलबाट हामीले हेर्दाखेरि पनि लास्ट आवरमा पनि सेलिङमै आएर त्योभन्दा पहिला गएको मासतिर पनि प्योरली चाहिँ करेक्टिभ नेचरको नै खासै त्यो भाइब्रेसन ल्याउन सकेको छैन। त्यसले गर्दाखेरि क्यान्डल चाहिँ प्रति के अरे जहिले पनि आज झन् यति अचम्म कुरा गऱ्यो भने विष्णु सर बिहान सबै ब्याङ्क जति सबैलाई 10 किताले 2% माथि खोलिदिए कि आज फेरि क्यान्डल बिगारिदिए। अनि अब टेक्निकली कुरा नगरौँ यो। अनि अर्को यो हाम्रो आज चाहिँ अचम्मै हिस्ट्री क्रिएट भएको छ विष्णु सर। यो बलेफीको सेयर के आज अत्याधिक रूपमा ट्रेड भएको छ, यसलाई कसरी हेर्नुभयो सर हजुरले? बलेफी हाइड्रो पावरको 2 अर्ब कारोबार भएको छ। सायद यो भोल्युममा सिग्निफिकेन्ट राइजको पछाडिको कारण पनि त्यही नै होला एउटा होइन। अब के थियो इभेन्ट के थियो यसरी चाहिँ 10% तल, हिजो पनि 10% तल हान्यो, आज पनि 10% तल हान्यो, स्पेसिफिक केही छ यसमा?
यसको चाहिँ तपाईँको अस्ति नै राइट सेयर लिस्टेड पनि भयो, भर्खरै राइट सेयर लिस्टिङ भयो 1:1 राइट सेयर, प्लस तपाईँको 2 दिन भयो तपाईँको लकिङ खुलेको कम्पनीको। अनि तपाईँको फेरि कारोबार डेन्जरै भयो कि। अब 2 अर्ब कारोबार भनेको त तपाईँको एकदम लकिङ खुलेको कम्पनीमा अब अलिअलि बेच्दा पनि अब यत्रो किन्ने क्यापासिटी त रिटेलरको त छँदै छैन हाम्रो मार्केटमा त, पैसा त हुँदैन। अब यो फेरि के भयो, कसरी हेर्ने भयो क्या यो कारोबार चाहिँ। अब तपाईँको कि त अब संस्थागतले किन्या हो भनौँ भने पनि अब तपाईँको यत्रो अरबौँ पैसा त अब एकै दिनमा लगानी गरेर नदेलान्, उनीहरूको पनि केही होला। त्यहीमाथि तपाईँको राम्रो कम्पनी अब बुक भ्यालुहरू सबै भएका पर्फेक्ट भएको भए पनि अब फेरि हो अब ठुलै पैसा लगानी गरेर संस्थागतले भन्न नि हुन्थ्यो। यो त कस्तो कस्तो छुटाउनै गाह्रो। भ्यालु चाहिँ कति भयो कारोबार एमाउन्ट चाहिँ 2 अर्ब भएको हो? हजुर 2 अर्ब समथिङ हो, 1,70,000 लाख 10 लाख करोड। सिग्निफिकेन्ट ह्यान्ड चेन्ज भएको छ भोलुमै हेर्नुहुन्छ भने त यो नेभर सिन बिफोर हैन। हजुर भोलुमै हेर्दाखेरि पनि अब 8.67 मिलियन भन्नुको अर्थ त अब यसमा चाहिँ बल्क डिलै भएको हुनुपर्छ। रिटेल चाहिँ त्यसरी त्यत्रो भोल्युममा चाहिँ घुस्यो होला त भन्दाखेरि अब त्यो चाहिँ गाह्रो छ। तपाईँले सरसर्ती अब त्यो हाम्रो नेप्सेले पब्लिस गर्ने सिटहरू हेर्नुभयो भने त्यहाँबाट पाउनुहुन्छ कि बल्क डिलहरू ठुल्ठुला डिलहरू भएको छन् कि? त्यस्तो डिल पनि छैन विष्णु सर, त्यस्तो बल्क डिल ठुल्ठुलो ट्रान्जेक्सन पनि छैन, थोरै मात्र छ। त्यो अरू सबै तपाईँको अब टुक्रा टुक्रा छ क्या धेरै जस्तो। कुनै ब्रोकरमा कन्सन्ट्रेसन छ? बाईमा चाहिँ तपाईँको अब 3.5 लाख 4 लाख अब त्यस्तै टुक्रा टुक्रा गएको छ। अब तपाईँको बेच्नेमा चाहिँ 4वटामा कन्सन्ट्रेटेड छ। उनीहरू चाहिँ अब मेजर प्रमोटर भनेर बुझेँ मैले चाहिँ। अब 4वटा त त्यसरी सेलिङ आइसकेपछि उनीहरू चाहिँ प्रमोटर भए। किन्नेमा चाहिँ तपाईँको अब त्यत्रो ब्रोकरले अब 3-4 लाख सबैमा डिभाइड भएको छ किताहरू चाहिँ। अब किन्न पनि ब्रोकरमा कन्सन्ट्रेसन छ भने त त्यस्तो कुनै बल्क डिल भयो कि भनेर भन्न सक्छौँ। अब किन्दाखेरि बेच्दाखेरि त चलो हुन सक्यो कन्सन्ट्रेसन, तर किन्ने बेलामा चाहिँ ब्रोकर कन्सन्ट्रेसन छैन भने त फेरि त रिटेललाई नै मान्न पर्यो त, अरू के भन्ने त। फेरि अब यसो रिटेलर क्यापासिटी नै छैन जस्तो लाग्छ कि मलाई हाम्रो कन्ट्रीमा चाहिँ एकै दिनमा। होइन रिटेलको त किन क्यापासिटी नहुने हो र? तपाईँको 2 अर्ब भनेको चाहिँ अब कति हो र होइन? हाम्रो मार्केटमा त्यस्तरी हाल्ने मान्छे एउटै कम्पनी त्यस्तरी हाल्छ जस्तो लाग्दैन मलाई। त्यही भएर तपाईँले उसबाट हेर्नुहोस् न, नेप्सेको साइडबाट नेपाल स्टक एक्सचेन्ज पक्नुहोस् है। नेपाल स्टक एक्सचेन्जबाट नम्बर अफ ट्रान्जेक्सन्स हेर्नुभयो भने अलिकति आइडिया होला नि त। नम्बर अफ ट्रान्जेक्सन चाहिँ तपाईँको 9,268। अनि सेकेन्ड हाइएस्ट नम्बर अफ ट्रान्जेक्सन तपाईँको एनजिपिएलको छ होइन। तपाईँको एनजिपिएलको चाहिँ 9 लाख किता कारोबार भएको छ ठ्याक्कै। तपाईँको 100 किताले पुग्दैन, 92 किताले पुग्दैन, 9 लाख किता कारोबार भनौँ न। त्यसको चाहिँ बलेसीको नम्बर अफ ट्रान्जेक्सन कति छ? बलेफीको चाहिँ 9,268। 9,268 भनेपछि एकछिनलाई मानौँ हामीले एक्ज्याक्टली ठुलो पार्टिसिपेन्ट धेरै ट्रान्जेक्सन त्यस्तो पार्टिसिपेन्ट पनि छैन फेरि। टोटल भोल्युम चाहिँ कति भयो यसमा? 8.67 मिलियन होइन? हजुर 86,78,000। 8.67 मिलियन डिभाइडेड बाई कति भन्नुभयो? 9,268। यसलाई मल्टिप्लाई नै गर्नु पर्यो। कति 100,000 10,000 लाख 10 लाख 86,70,000 भयो होइन? डिभाइडेड बाई 9,000
268 70 भन्दा नि 78,000 हो सर। 86,78,000। सोनाम सर, यहाँ माथि अरू सरले नि प्रश्न गर्न खोजिरहनु भएको छ। एकछिन सर यसको ट्रान्जेक्सनमा सर चान्स चाहिँ आएको चाहिँ लास्ट आवरमा आएको हो सर। सुरु चाहिँ 10% त कारोबार भएको थियो। त्यो बार पनि उसको पहिलाको ट्रान्जेक्सन भन्दा पनि भएको थियो। त्यसपछि सबैजनाले चाहिँ 10% तल छिर्ने कि नछिर्ने भन्ने जस्तो भएको थियो र लास्ट आवरमा चाहिँ पनि यो 2% प्लसमा आयो के सर। प्लसमा आइसकेपछि चाहिँ भोलुम आएको सर। माथि आइसकेपछि त्यसपछि किन्ने मान्छेहरू पनि तल खस्ने बेलामा किन्ने मान्छे बेच्नेलाई पनि भोलुम राम्रो पाए के सर। किनभने अरू कुराहरुमा चाहिँ चर्चा भइरहेको छ। +2 मा आउने बित्तिकै त्यसपछि चाहिँ कारोबार बढी भएको सर। यसलाई आवरली चार्टमा गएर हेर्दाखेरि त्यो चाहिँ प्रष्टै देखिन्छ सर। नै अब 9,000 वटा ट्रान्जेक्सन भएछ भने पर ट्रान्जेक्सनको हिसाबले 2.25 लाख जति हुन आउँदो रहेछ भनेपछि यसमा चाहिँ केही न केही अलि ठुलो ब्लक डिलहरू भएको र रिटेलहरू पनि सिग्निफिकेन्टली घुसेको देखिन्छ। 4-5 हजार जना रिटेलर्सहरू छिरे कि जस्तो लाग्छ मलाई। ब्रोकरले नै फोन गरी गरी किनाइदिएको पनि हुन सक्छ। त्यस्तो गर्छन् है सर? गर्छन्। हाम्रो बजार त हुन त हो, अनेक हुन्छ यहाँ। ब्रोकरले ल यतिमा पाइएछ ल किन्नुस् भनेर किनाइदिन्छन् हैन। अब त किनाउँदाखेरि धेरैजनालाई फोन गर्न त सक्दैनन्। एउटा ब्रोकरले 20-30 जना क्लाइन्टलाई ल बल्कमा किन्नुस् है भनेर पैसा भएका क्लाइन्टलाई भन्छन्। त्यही त नि अझै अब पक्कै पनि पहिला पनि हजुरले कहिले पनि देख्नु भएको छैन विष्णु सरले पनि हिस्ट्री क्रिएट भयो कि जस्तो लाग्छ मलाई हाम्रो नेप्सीको। कुन चाहिँ यो यत्रो किता कारोबार हुनु चाहिँ हिस्ट्री क्रिएट भएको होइन सर आज हाम्रो नै। कारोबार त सिग्निफिकेन्ट छ, त्यसमा त कुनै डाउट छैन। तर प्योरली रिटेलको पार्टिसिपेसनले यत्रो ठुलो कारोबार चाहिँ अलिकति गाह्रै छ। त यसमा छिरेका छन् तपाईको म्युचुअल फन्ड्सहरूदेखि लिएर मान्छेहरू चाहिँ बक्कै पनि छिरिया छन्। ठुल्ठुलो भोल्युम चाहिँ किनाएका छन्, ब्रोकरहरूले मिलेर किनाएका छन्। ओके सर। सोनम सर, यहाँ अरू सरको टाइम छैन भन्नुभएको छ होइन। अरू सरहरूको पनि प्रश्न राख्ने मौका हामीले दिनु पर्ला। यहाँ मनोहर सरले पनि केही प्रश्न गर्न खोजिरहनु भएको थियो। मनोहर सर, तपाईँको केही छ सर? र अरू सरहरूकोमा प्रमोद सर, सरको केही कुराहरू छन् भने सर प्रश्नहरू केही छन् राख्नु होला सर। नमस्ते क्लाउड सर। अब ठिकै छ सर। सबै सरहरूलाई नमस्कार। यहाँ विष्णु बस्याल सर नै आउनु भएको छ। विष्णु बस्याल सर लगायत सबै सरहरूलाई नमस्कार। मुख्य रूपमा त अब आज नयाँ वर्षको पहिलो दिन भन्दाखेरि कारोबार नेप्सीमा हुने कारोबारको पहिलो दिन होइन, एउटा सकारात्मक तरिकाले नै बन्द भयो। त्यो ऊर्जा चाहिँ दियो हामीलाई होइन क्लाउड सर। अब यसरी हेर्दाखेरि एउटा चाहिँ एउटा पोजिटिभ भाइब चाहिँ दियो। अब आजको कारोबारमा हामीले पनि नजिकबाट हेर्दाखेरि एउटा प्रमोटर अनलक भएको सेयरको विषयमा यत्रतत्र चर्चा भएको पाइयो। सामाजिक सञ्जालमादेखि लिएर अन्तर्वार्तादेखि लिएर कुनै पनि ठाउँमा चाहिँ आज यो हालसालै चर्चा भएको थियो। यो BHL भन्ने नामको स्टक, त्यो स्टकको चर्चा भयो। अब यस्तो छ सर, अब यो प्रमोटरको भारी त अब हामी त बोक्दैनौँ, म त बोक्दिनँ। अब सरहरू के गर्नुहुन्छ थाहा छैन। तर त्यो भन्दै गर्दाखेरि यो चाहिँ कस्तो भइदियो भने तपाईँको प्रमोटर अनलक हुने अनि अनलक पछि सेयर बेचेर भाग्ने। आजको यो फ्लोरसिट र यो एनालाइसिस हेर्दाखेरि चाहिँ जुन चाहिँ यो बायर्स र सेलर्सको साइडमा चाहिँ सेलर पछि चाहिँ आइभएको देखिन्छ यो स्टकको मामलामा होइन। त्यो हुनाले यस सम्बन्धमा अब छुट्टै एउटा नियम सेवनले बनाउनु पर्ने हो कि त्यो प्रमोटर अनलकको विषयमा
यसमा पनि अब थोरै अध्ययन हुन, यसमा पनि थोरै केही नीति नियमहरू ल्याउन चाहिँ जरुरी देखियो। अब यो जुन आजको जुन एउटा स्टकले जुन चाहिँ एउटा तल्का छुट्यो हैन, यस विषयमा हेर्दाखेरि अब अन्य स्टक्सहरुमा पनि यस्तो हुन सक्छ हैन। अब यो मार्केटको पैसा बाहिर गएको हो कि आएको हो त्यो त थाहै पाउन सकिएन। यहाँ त यो प्रोमोटरले बेचेर बाहिरको पनि देखिन्छ, त्यो परिस्थिति देखिएको छ हैन यो स्टकमा। त्यो हुनाले अब यसलाई चाहिँ अब एउटा चाहिँ सेवनले एउटा नीति नियम चाहिँ अलिकति एउटा ल्याउनु पर्ने हो। अब कहाँ सुतेर बसिरहेको छ सेवन, कहाँ नीति नियम बनाउन खोजिरहेको छैन। यो प्रोमोटर अनलकको विषयमा अलिकति एउटा कानुन परिबन्धमा पार्नुपर्ने हो कि यो चाहिँ छ हैन। यस विषयमा बिजनेस सरले भन्नु होला। र अब इन्भेस्टमेन्ट सेक्टर मैले भनिहाले के रे क्लाउड सर, जुन चाहिँ अब मैले अहिले देखिरहेको स्टक्सहरू सुरुदेखि नै हामीले भनेको थियौँ, एनआरएन, सिएचडिसी लगायतका स्टक्सहरू जुन चाहिँ अब घट्न पनि मानिरहेको छैन, उडिरहेको छ, अटेरी स्टक्स हैन। त्यसलाई अब अटेरी स्टक्स भनेर हामीले नाम दिएका थियौँ। त्यसमा फेरि त्यो अटेरी स्टक्समा एनआरएन, सिएचडिसी र एनआरआईसी पनि थियो। त्यसमा एनआरआईसी को चाहिँ अलि फेरि अलिकति लुज मोमेन्टम गरेको हो कि लुज त भन्न मिल्दैन, त्योभन्दा माथि नै कारोबार भएको छ। त्यत्रो कि त अलि बिजनेसरले पनि भन्नु होला यस विषयमा। अब इन्भेस्टमेन्ट सेक्टर यो चाहिँ जुन छ यो यसमा चाहिँ अब अलिकति अब अर्को स्टक्स चाहिँ जुन यो हाथवे कम्पनी यो पनि अब चल्न खोजेको हो कि जस्तो पनि देखिन्छ। यसलाई पनि अब नजिकैबाट हेर्दाखेरि यिनै सेक्टरहरू चाहिँ अब अलिकति चाहिँ अब यो इयर्समा चाहिँ अब अलिकति आफूलाई चाहिँ अलिकति अब्बल देखाउन खोजेका हुन् कि जस्तो पनि देखिन्छ मार्केटमा। अब हामीले त जे छ मार्केटमा जे स्टक्सहरू चलेको छ त्यसलाई नै हेर्ने हो। अब यसले नै अब अलिकति आज चाहिँ आजको दिनमा चाहिँ अलिकति चर्चा पाएको, एनआरएनले चर्चा पाएको छ, सिएचडिसीले चर्चा पायो र यो अहिलेको जुन चाहिँ यो हाइड्रो पावर अहिले के नाम मैले बिएचएल यसले चाहिँ चर्चा पायो। अलिकति होला नै मचियो क्लाउड सर यो बिएचएलको विषयमा के भयो कसो भयो भनेर, यो चाहिँ के भइरहेछ यो भन्ने विषयमा त्यो चाहिँ अलिकति नि चल्यो भनौँ न। अब एनआरएन सिएचडिसी चाहिँ सदाबहार जस्तो भयो यो अब यसले चाहिँ हैन। अब अर्को कुरा चाहिँ अब अदर सेक्टरमा अलिकति लुज मोमेन्टम गरे हो कि अब के हो त्यो लुज मोमेन्टम त भन्नु भएन, अब के गर्यो यो विषयमा अब मैले अब बिजनेस सरलाई नै सोध्छु हैन। अब अरू कुराहरू त अब माइक्रो फाइनेन्स पनि अब त्यति अब उ गरेर छैन। अब बैंकिङ सेक्टर पनि अब आफ्नो पालो आएपछि चल्ला र अब अरू त अब ठिकै छ। अलिकति मार्केटमा चाहिँ अलिकति हेर्न लायक आशाबाट अलिकति भयो, अलिकति खुसी पनि लाग्यो, अलिकति खुसी पनि लाग्यो र आनन्द पनि लाग्यो अलिकति। किनभने यस्तो कुरा चाहिँ अब झन् अब कुनै पनि एउटा स्टकले चलायमान गरिदियो भने त तपाईको त के भयो कसो भयो भनेको त्यो त एउटा पोजिटिभ कुरा हो नि त यो त हैन। जस्तो तपाईको नेपाल रि इन्स्योरेन्स 700 उडेर 1300 मा आउँदाखेरि कस्तो आनन्द भएको थियो हैन। हो त्यस्तै अब तपाईको अहिले पनि त कारोबार प्राइस त त्योभन्दा अब के रे माथि नै भइरहेछ। अब मान्छेले यहाँ 1000 मा खोजिरहेको छन्, अब 1000 मा कहिले आउँछ के गर्नु पर्यो भनेर। अब यो विषयमा चाहिँ अब यो अदर सेक्टरको विषयमा चाहिँ म बिजनेस सरलाई थोरै सोध्न चाहे। बिजनेस सर अरू कुरा त मैले भनिहालेँ, बिजनेस सरले चाहिँ थोरै यो अदर सेक्टरले थोरै अलिकति करेक्सन खोज्या हो र सर बिजनेस सर होइन अकुमुलेसन भइराखेको छ अदर्समा। अब त्यो केही समय अकुमुलेट गर्छ अनि त्यसपछि एउटा मासतिरको चाहिँ र्याली दिन सक्यो। हजुर त्यही त सर, त्योभन्दा माथि नै उ टिकेर कति दिन चाहिँ कति कि त चाहिँ त्यहाँ मैले हेरिरहेको थिएँ उ भइरहेछ। त्यो छ अब ठिकै छ क्लाउड सर। अब यही नै छ। अब गभर्नर नियुक्तिको विषयमा चाहिँ अब अलिकति साथीहरूले कुनै पनि हाउसहरूमा त्यो न्युज च्यानल अब कस्तो आधिकारिक हो कि छैन हैन, कुनै न्युज च्यानलहरू राखेर न्युजहरू त्यहाँ राख्नुहुँदो रहेछ हैन। अब जस्तो अब यो तपाईको अब गभर्नरको विषयमा पनि अब आज अदालतले एउटा फैसला गरेछ। अब त्यो हिसाबले हेर्दाखेरि अब अहिले चाहिँ अब तपाईको सम्भावना चाहिँ अब मैले बुझे अनुसार सम्भावना चाहिँ अब तपाईको डाक्टर निलम ढुङ्गानाको पनि सम्भावना धेरै नै रहेछ।
अहिलेको कार्यवाहक गभर्नर। बाहिर त अरू पनि चर्चामा छ 2-3 जना नाम, त्यसमध्येमा चाहिँ अब उनी हुन्छ नि कि भन्ने सम्भावना बढेर गएको छ। अब हेरौँ क्लाउड सर, अब मैले यति नै बोलेँ। ओके सर, थ्याङ्क यू सर। मैले माथि कपी सरलाई केही कुराहरू छन् भन्न प्रश्नहरू छन् भने राख्नु होला। विष्णु सरले अलिकति समय छैन भन्नुभएको छ। कपी सर, सरले अघि तल च्याटमा बक्समा आएको प्रश्नहरू पनि समेट्नु भनेर मैले भनेको थिएँ, त्यो पनि गर्नु होला है सर। सर नमस्कार। मोटामोटी च्याटहरूको के अरे उहरू चाहिँ आइसकेको छ सर, र मेरो आफ्नो प्रश्न पनि लगभग समेटिसकेको छ सर। हस्, धन्यवाद। बाँकी सरहरूको प्रश्नहरू छन् भने सरहरूले राख्नु होला। सर काउकोती सर। मै सोध्छु नि त है, हुन्छ? ओके सर, ओके। अब सरहरूको आएन, सर नै गर्नुहोस् ल। विष्णु सर, यो हजुरले चाहिँ होटेलको चाहिँ एउटा चाहिँ ट्रायङ्गुलर बनाएर चाहिँ अब एउटा र्याली चाहिँ आउन सक्छ भन्दै भन्नुभयो है। र मैले त्यसै गरी मैले अर्को टेक्निकल सरको चाहिँ भिडियो हेरेको थिएँ, तपाईँको युट्युब, उहाँको चाहिँ युट्युब च्यानल छ। उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि होटेलको बारेमा चाहिँ उहाँले चाहिँ मन्थली लगाएर हेर्नुभयो, उहाँले चाहिँ लामो ड्युरेसन हेर्नुभएको रहेछ। अनि होटेल सेक्टरलाई मन्थमा लगाएर हेर्दाखेरि चाहिँ म्याकडीमा चाहिँ यसले काट्यो, बियरिस क्रसओभर भएको छ। पहिला पनि काट्न चाहिँ काटेको थियो, यसले माथि गयो, तर फेरि त्यसमा आरएसआईमा पनि बियरिस डाइभर्सन देखियो मन्थलीमा पनि। अब यसले चाहिँ मोमेन्टम लुज गर्यो होटेल सेक्टरको चाहिँ। सायद हामीले सोचे जस्तो अब चाहिँ ठुलो बुल फेरि नआउला कि भन्नुहुन्छ उहाँले चाहिँ। त्यो मन्थलीमा एकचोटि हेर्नु त विष्णु सर, मन्थलीमा म्याकडी अनि आरएसआईहरू। म्याकडीमा कहाँ बियरिस क्रसओभर छ र? मैले त देख्दिनँ। पाउनुहोस् है, मन्थलीमा लगाएर हेर्छु। मन्थलीमा बियरिस क्रसओभर चाहिँ छ। अनि आरएसआईमा चाहिँ मोमेन्टम चाहिँ अब गरेको भन्ने कुरा हो। अब मैले चाहिँ टप आउट भइसकेको देखिया छैन है होटलमा, छ पेन्डिङ छ अझै एउटा। तर यो जुन सरहरूले चाहिँ यो आरएसआई र म्याकडी मात्र फलो गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ यो बियरिस चाहिँ यो चाहिँ बुल सकेको देखिन्छ है विष्णु सर यो हेर्दाखेरि चाहिँ। होइन, त्यो डाइभर्जेन्स त आउँछ, तर मेरो हिसाबले एकपटक फेरि बुलिस क्रसओभर गरेर डाइभर्जेन्स दिएर बल्ल टप आउट गर्छ यो। वान लास्ट बिग र्याली। अनि म्यानुफ्याक्चरिङको पनि भनिदिनु न भन्नुभएको छ कमेन्टतिर विष्णु सर। म्यानुफ्याक्चरिङको पनि एकचोटि हेरिदिनु न। अब चाहिँ अब सबै म्यानुफ्याक्चरिङको अकुमुलेसनकै पार्ट चलिराखेको छ। म्यानुफ्याक्चरिङमा पनि त्यस्तो बिग र्याली भनेर त्यस्तो चिजहरू देखाइसकेको छैन। स्टिल चाहिँ हुनसक्छ 6500 को रेन्जमा चाहिँ एकपटक फेरि लिएर आउला जस्तो देखिन्छ। मास्तिर 7400 ब्रेक गर्यो भने चाहिँ छुट्टै कुरा हो। त्यो नगर्दासम्म चाहिँ अझै पनि अलिकति त डाउनसाइड अकुमुलेसन नै देखिन्छ। विष्णु सरले मेनुमा चाहिँ बुल अब रेडी राम्रो छ भन्न लागेको 6 महिना 8 महिना 9 महिना जति भयो होला विष्णु सर। जहिले पनि खै अहिले फेरि अर्कै कुरा गर्नुहुन्छ। मतलब कुरै नबुझी यो रेली कहिले आउने हो के आउने मेसिनै पाउँदो रहेछ हो विष्णु सर। हजुरले आजभन्दा हजुरले लगभग 6 महिना अगाडि नै मेनुमा रेली आउँदैछ भनेर भन्नुभएको थियो। त्यसपछि फेरि आएर पनि मैले यही मेनुको बारेमै सोधेको थिएँ। आजसित 63-64 चोटि नै हुन्छ होला। तर मेनुमा चाहिँ रेली नै आएको देखिँदैन। अब मेनु खै किन नआएको कुरो बुझ्न सकेन कि हामी। मैले म्यानुफ्याक्चरिङमा राम्रै र्याली आएको हो नि हजुर, किन आएन? होइन खै अब त्यो अब मेनुमा कुन भन्ने अब सर्वोत्तम अब शिवम यिनलाई मेनुमा राख्ने कि नराख्ने, सोनालाई राख्ने कि नराख्ने, 651 अब त्यो
मैले ओभरअल सेक्टरको कुरा गर्दैछु होइन। अब त्यसलाई कुनलाई राख्ने कुनलाई नराख्ने भन्ने होइन कुराहरू हजुर त सुन्नु सर विष्णु सर हजुरसँग मैले पर्सनल रूपबाट पनि सोधेको थिएँ उसको हाम्रो सोनाको बारेमै सोधेको थिएँ। त्यतिखेर 650बाट हजुरको 620बाट 550मा आउँदाखेरि अब रेली आउँदैछ यसमा यो चाहिँ ऊ गर्दैछ कस्टमरले थुपार्दैछ भन्ने कुरा गर्नुभएको थियो आजभन्दा लगभग 6 महिना भयो होला। त्यसपछि चाहिँ त्यो घटेको 6 महिना 7 महिना कति भयो अहिले पनि 450 30 40 70 80तिर घलिरहेछ। अब कसलाई कता रेली भन्ने मैले चाहिँ पर्सनली नै ऊ नै स्किम नै तोकेर सोधेको थिएँ सरसँग हजुरलाई कतिको याद छ या छैन। यही साझा चौतारीमै जस्तो लाग्छ सोधेको पनि मैले चाहिँ त्यतिखेर सोनाको बारेमै सोधेको थिएँ। सोनामा अब चाहिँ आउला 620 पुगिसकेपछि अब आउला भनेर हजुरले भन्नुभएको थियो होइन। त्यसपछि 650 पुगेको थियो अहिले त त्यसपछि घटेर अस्ति एकचोटि 640सम्म पुग्यो। अब त्यसलाई रेली मान्ने कि नमान्ने 670 580मा किनेको कस्टमरले त्यसलाई के मान्ने मैले अलमल्ल परेर फेरि सोधेको सर। अकुमुलेसनै हुँदैछ सोनामा। तपाईँले हेर्नुभयो भने सोनाको सर यो पुरै जोन हेर्नुहोस् होइन। तपाईँको एप्रोक्सिमेटली अब अकुमुलेसन जोनको कुरा गर्नुहुन्छ भने 540देखि लिएर तपाईँको 430सम्मको यो भनेको लगभग 100 पोइन्टको यो 100 पोइन्टको अकुमुलेसन जोन नै हो। यसलाई त रेली मान्न त सकिएन सर किनभने नहीं 650 अकुमुलेसन साइडवेज अकुमुलेसन छ। त्यो साइडवेज अकुमुलेसनलाई एकपटक ब्रेक गरेपछि जुन यो रेन्जभित्र बसेको चिज हो त्यसलाई ब्रेक गरेपछि ल्याउँछ एउटा सिग्निफिकेन्ट लिएर आउँछ। ल्याउन कति टाइम लाग्यो सर? लगभग यस्तो हुन्छ के सर तपाईँलाई म तपाईँको यहाँ चाहिँ हाम्रो स्वरूपजी हुनुहुन्छ होला होइन। कहिलेको कुरा हो स्वरूपजी तपाईँले भनिदिनुहोस् त। मैले टिआरएचमा के भनिराखेको थिएँ मैले भनेपछि पनि कति समय लाग्यो होइन। अकुमुलेसनको नेचरै त्यो हो होइन। समथिङ इज कुकिङ र जब त्यो अकुमुलेसन रेन्जबाट जब पड्किन सुरु गर्छ त्यसपछि लुक ब्याक गर्नै पर्दैन। अनि सर माइक्रोतिरको पनि अकुमुलेसन उसमै मोडमा चाहिँ के छ? माइक्रो पनि त्यस्तै देखिन्छ होइन। माइक्रो फाइनेन्समा त्यो पनि धेरै समय छ नि लगभग त्यस्तै देखिन्छ। माइक्रोतिरको के छ सर हेर्दाखेरि? माइक्रो ओभरअल सेक्टर वाइज कुरा गर्ने हो भने त अब अघि मैले भनिसकेँ इभन माइक्रो एज अ होल सेक्टर्सको रूपमा पनि यो ट्रायङ्गुलर फर्मेसन नै गर्न सक्ने सम्भावना देखिया छ। एकदमै कम छ। डाउन साइड चाहिँ ट्रायङ्गललाई बचाउनको लागि त धेरै त छैन हेर्नुहोस् त। किन भन्दाखेरि यदि ट्रायङ्गललाई भ्यालिडेट गर्ने हो भने 4600 भन्दा मुनि आउनु हुँदै भएन बजार होइन। 4600लाई प्रोटेक्ट गर्दासम्म यसको चाहिँ ट्रायङ्गुलर फर्मेसन र त्यही अकुमुलेसनमै चलिराखेछ भनेर हामीले एजम्सन्स गर्न सक्छौँ। 4600लाई नै ब्रेक गरिदियो भने मात्रै अदरवाइज कुरा गरौँला, होइन भने त्यो रेन्जसम्ममा यो पनि लगभग त्यही नै हो। ट्रायङ्गुलर फर्मेसन्स मास्तिरपट्टि अकुमुलेट गरिराखेको। अनि सरले भर्खर अनि भन्नुभएको थियो मैले सुन्दा मिस्टेक पनि गरेको हुनसक्छु। अब फेरि यो 2800 2900 3000 भन्दा माथि नजान सक्छ। एउटा फेरि 1-1.5 महिना लगाएर फेरि फर्केर माथि जान्छ भन्नुभएको थियो। यदि राम्रो खालको गभर्नर पर्यो भने 2800 छोड्नुहोस् त्यस्ता राम्रा खालका कसलाई राम्रो भन्नुहुन्छ भनेको कि को देख्नुहुन्छ तपाईँले राम्रो गभर्नर? होइन बजारले पताएको त हुनसक्छ नि। अब विष्णु पौडेललाई हामीले राम्रो मानेर त त्यत्रो नै को चाहिँ गभर्नर हो त? ल भन्नुहोस् न त। अहिलेका जुन चाहिँ प्रत्याशीहरू मध्ये कसलाई राम्रो भन्नुहुन्छ? ल भन्नुहोस्। आउन त निलमजी आउनुहुन्छ जस्तो लाग्छ 99%। त्यही पनि अब मेरो विचारबाट मैले बुझेको अन्तरात्माबाट निलमजीसँग मैले मजाले इन्ट्रेक्सन गरेको छु होइन। हजुर हजुर। अब निलमजीसँगको इन्ट्रेक्सनमा निलमजी चाहिँ खासै अब गभर्नरको काम के हो भनेर भन्नुहुन्छ भने गभर्नरको काम अब क्यापिटल मार्केटलाई सपोर्ट गर्ने खालको पोलिसी बनाउने त होइन होइन। उसको ड्युटीभित्र पर्ने चिजहरू, अब उसको ड्युटीभित्र पर्ने चिजहरू के हो भन्दाखेरि टाइमली म्यानरमा मोनेटरी पोलिसी लिएर आओस्। टाइमली चाहिँ इकोनोमीको अवस्था के छ त्यही अनुसार इकोनोमीलाई चाहिँ बुस्ट गर्नको लागि कसरी चाहिँ मोनेटरी टुल्सबाट चाहिँ हेल्प गर्न सकिन्छ भन्ने खालको आउट अफ द ट्र्याक पोलिसी ल्याउन सक्छ कि सक्दैन होइन।
र गभर्मेन्टलाई एडभाइज कस्तो गर्छ यी म्याटर्सहरूमा चिजहरू हुने हुन् होइन। होइन सर मैले भन्न खोजेको मैले हजुरलाई बिचमा रोकेँ निलमलाई नै आउनुहुन्छ होला 99% भनेर मैले मेरो भ्यू मात्रै भनेको तर बजारले अहिले साँच्चै मन पराएको बजारले चाहिँ बजारमा चाहिँ यसो हल्ला खल्ला सुनेको राम्रो हुन्छ उहाँ आएर भन्दाखेरि हाम्रो नोबेल ब्याङ्कबाट छोड्नु भएको छ ढुङ्गानाजी कि के अरे ढुङ्गानाजी चाहिँ अब बजारकै मान्छे भएको हुनाले कर्पोरेट वर्ल्डबाट भएको हुनाले पोसिबली उहाँको माइन्डसेट चाहिँ अलिकति ब्रडर हुन्छ कि भन्ने एक्सपेक्टेसन हो। किन भन्दा ब्युरोक्राट भन्दा तपाईँको व्यावसायिक घरानाबाट आएको मान्छेले चाहिँ अलि आउट अफ द ट्र्याक सोच्न सक्यो होइन। उहाँ आउनुभयो भने हजुरले भनेको यो जुन ऊ छ नि अब 28-29 भन्दा फेरि एकचोटि ब्रेक आउँछ त्यो डिरेक्टर दुबिना रेग्युलर लगाउँछ भन्नुभएको छ नि त्यसलाई चाहिँ ब्रेक गरेर फेरि 3200 पुग्ने सम्भावना हुन्छ। उहाँ आए पनि टेक्निकल उसबाट हेर्दाखेरि लगभग त्यस्तै देखिन्छ होइन। अब त्यो 2800 सम्म लिएर जाने कारणमा चाहिँ उहाँ बन्न सक्नुभयो। अनि विशेष सर अब आउने स्विङलाई हामीले तयारी गर्दै गर्दाखेरि चाहिँ हामीले पोर्टफोलियोमा चाहिँ कुन सेक्टरको कम्पनीहरू बढी वेटेज राख्दा हामीलाई फलदायक हुनसक्छ विशेष सर? मेरो हिसाबले त जुन चाहिँ मास्तिर लेभलमा अकुमुलेट गरिराखेका छन् मैले 2-3वटा सेक्टर्समा मैले ट्रायङ्गुलर फर्मेसन भनेको छु त्यही सेक्टरतिर गर्दाखेरि तपाईँलाई छिटो र फास्ट चाहिँ र्याली देला। अब धेरै ठुलो र्याली त म भन्दिनँ अब तपाईँको एक्सपेक्टेसन 30-35% को हो भने पाउनुहुन्छ। होटेल माइक्रो फाइनेन्स र डेभलपमेन्ट ब्याङ्क अझै बढी भन्नु पर्दाखेरि डेभलपमेन्ट ब्याङ्क र होटल होइन जसको चाहिँ ब्युटिफुल्ली ट्रायङ्गुलर फर्मेसन नै लगभग तय देखिन्छ। यहाँ कतिजना सर म्यामले के भन्नुहुन्छ भन्दाखेरि सर अब यो लो क्याप डेभलपमेन्ट ब्याङ्क त धेरै पम्प गरेर अब चार्टै म्यानिपुलेट भइरहेको छ डेभलपमेन्ट ब्याङ्कको हामीले चाहिँ अब त्यहाँ प्रेडिक्ट गरेकै मिलिरहेको छैन भन्नुहुन्छ। यो विषयमा के भन्नुहुन्छ विष्णु सर? अलिकति बढी नै अब होइन त्यो म्यानिपुलेसन डेभलपमेन्ट ब्याङ्कमा त म्यानिपुलेसन नै हो त्यो त कन्फर्म छ होइन। जुन लेभलमा मास्तिरको हाई प्राइसेसहरू सस्टेन गरिराखेको छ जुन किसिमले चाहिँ डेभलपमेन्ट ब्याङ्कका कतिपय हामीले चाहिँ फन्डामेन्टल्ली साउन्ड नभएका कम्पनीहरूले पनि मास्तिरको लेभलमा प्राइस मेन्टेन गरेका छ त्यसको अर्थ त के हो त भन्दाखेरि करन्ट मार्केटले जे चिजलाई चाहिँ एक्सेप्ट गरेको छ त्यही चिजलाई चाहिँ फलो गरेका छ भन्ने कुरा हो। मार्केटले अब चित्त बुझाइसक्यो के बजारमा चाहिँ काम गर्ने तरिका यही नै हो रहेछ भनेर चित्त बुझाइसक्यो कि चाहे त्यसलाई क्रिटिसाइज गर्नुहोस् राइट हो रङ हो त्यो छुट्टै डिबेट हो होइन। एकाडेमिकली रङ होला द्याट इज डिफ्रेन्ट डिबेट होइन। र फेरि अर्को एउटा चिज फेरि तय पनि हो कि त्यो खालको एग्रेसिभ तपाईँको बुलिस र्याली लिएर आयो भने माथिल्लो टुप्पोमा फस्ने मान्छे फेरि अघिल्लो कैयौँ वर्षसम्म उठ्न पनि सक्दैनन् त्यो पनि रियालिटी हो होइन। अब त्यो 30-35% को स्विङ खाने गरी चाहिँ बस्नुहोस् त्यति हो। त्यो खाएपछि राम राम भन्नुहोस्। त्यसमा पनि अब आफूले कम्पनी सेलेक्ट गर्नु पर्यो भित्र पनि होइन सेक्टर सब सेक्टर भित्र पनि आफूले चाहिँ अब सेक्टर भित्र पनि कम्पनीहरू सेलेक्ट गर्दाखेरि ओभरअल सेक्टर नै 30-35% को र्याली लिएर आउँदैछ भने कुनै कुनैमा 50, 60, 70, 80 पनि भेट्नु होला कुनै स्टकमा होइन। हजुर हजुर भनेपछि अब अझै 1-2 महिना चाहिँ अब एउटा अकुमुलेसन फेज अनि त्यसपछि बल्ल बिग र्याली होइन हामीले सोचेको हो। अनि अकुमुलेट गरेर एउटा र्याली चाहिँ लिएर आउँछ। अब त्यो र्याली चाहिँ मैले भनिसकेँ अब नेप्सेले हायर लेभलमा नै 2550 भन्दा तल नआउने गरी चाहिँ नेप्सेले अकुमुलेट गर्ने हो भने यो जुलाई अगस्तसम्ममा लगभग 3200-3300 पुर्याइदिन्छ होइन। त्यसपछि 1 वर्षलाई अलविदा भन्नुहोस् बजारलाई 1 वर्ष लगाउँछ हेर्नुहोस् है।
होइन, अब अहिले नै पेनिक गरेर डिप आयो भने बरु मार्केट चाहिँ लामो समय सस्टेन गर्न सक्यो। डिप एज इन तपाईँको 2400-2500 को लाइनमा विष्णु सर? हो 2400 को आसपासको लाइनमा आयो भने हजुर त्यसपछि समातेको र्यालीले बरु चाहिँ अलिकति सस्टेनेबल र्याली ल्याउन सक्ला भनेर एक्सपेक्ट गर्न सकियो। भनेपछि एकचोटि त्यही 2800 त्यही 2900 नकटिकन एकचोटि तल आउने अनि बल्ल त्यसपछिको। अब अहिले 2800 तिरै लिएर गएर त्यसपछि फेरि तल आउँदाखेरि 2550 लाई पनि ब्रेक नगर्ने गरी गर्न सुरु गर्यो भने त्यो भनेको तपाईँको फाइनल र्याली हुन्छ, मास्तिरपट्टि 3200-3300 सम्मको फाइनल र्याली हुन्छ होइन। अनि त्यो फाइनल र्याली भइसकेपछि 1 वर्षलाई बजार सुत्छ फेरि। इन्भेस्टमेन्ट कम्पनीमा कसले लिड गर्ला जस्तो लाग्छ यसलाई? इन्भेस्टमेन्ट कम्पनीमा त अब एनआरएनले चाहिँ अब राम्रै मासतिर गइसक्यो। अब एनआरएनलाई छोडेर अरू सेक्टर्सहरूमा अब यो हुन सक्छ, हाथवे हुन सक्यो होइन। अब तपाईँको यो इएनएल पनि हुन सक्यो। यिनीहरूमा अकुमुलेट भइराखेको छ, तिनीहरूमा हेर्नुहोस्, अकुमुलेट भएकोमा हेर्नुहोस्। इभन आज चाहिँ इन्भेस्टमेन्ट सेक्टर चल्दाखेरि एचआइडिसिएल पनि अलिकति चल्न स्टार्ट गरेको रहेछ। अर्को चाहिँ एउटा निफ्रा छ होइन। अब हाई क्याप भए पनि निफ्रामा चाहिँ केही भाइब्सहरू ल्याउन आउन सक्ने सम्भावना रहन्छ। यो मध्ये चाहिँ हाथवे, इएनएल र अर्को चाहिँ तपाईँको सिएसडिसीमा त अब अलिकति सिइडिबीमा त अब अलि रिस्क बढेर गयो। डिबीमा चाहिँ सकिएन, अर्को पढ्नुहोस् है, अरू कुनमा चाहिँ हेर्दाखेरि सकिन्छ। बरु चाहिँ सिआइटीमा अलिकति भाइब्स लिएर आउँछ कि होइन। एउटा सिआइटी भयो, एउटा इएनएल भयो, एउटा हाथवे भयो। यिनीहरूमा चाहिँ देखिन सक्छ। बैंकिङ सेक्टर एनआइसिएसको के होला सर विष्णु सर? अझै यो रिपोर्ट पनि राम्रो आएको छैन, अझै तल जाने हो कि के होला यो? एनआइसिएसिए हुन सक्छ अस्तिहरूको लो जुन 350 को आसपासको लो छ त्यसलाई रिटेस्ट गरेर हल्का तल आउन सक्छ। अझै तल आउन सक्छ है सर? प्रश्न गर्नुहुने सरहरूलाई धन्यवाद। विष्णु सर, मैले सरलाई हामी प्रिभियसमा फर्केर हेर्नु पर्दाखेरि प्रिभियसले के दियो भन्नाले अथवा 2081 को मार्केटले हामीलाई के दियो, अब 82 मा हामीले कस्तो खालको अपेक्षा राख्न सकिन्छ भनेर हामी बुझ्नु पर्ला सर। बयासीमा सरसर्ती अब मेरो आफ्नो ब्रह्मले देखेको है,
अब त्यो चाहिँ कतिको सही हुन्छ हुँदैन भन्ने कुरामा त डिबेटेबल कुरा हो। 82 मा हामीलाई एक्जिट मौका दिन्छ जस्तो लाग्छ बजारले। एक्कासीको अवस्था हेर्दाखेरि 82 लाई सर यो आकलन गर्नुभयो कि? मैले चार्ट प्याटर्नलाई हेरेर आकलन गरे हो। चार्ट प्याटर्नले 82 मा एकपटक इन्भेस्टर्सलाई एक्जिटको मौका चाहिँ दिन्छ जस्तो लाग्छ। यो हामीले 81 मा भएका केही उतार चढावहरूलाई अब 82 मा त्यस्ता उतार चढावहरू हुने सम्भावना त रहला या नरहला सर? रहन्छ एकपटक। अब उतार त कति भन्ने हो र उतार त लगभग धेरै जसो भइसकेको छ। अब यो हामी हेरौँ अघिल्लो 1 महिनामा चाहिँ कस्तो बिहेभियर गर्छ होइन। 1 महिनामा अकुमुलेट गर्छ कि 1 महिनाभित्रमा राम्रै डिस्ट्रिब्युसन गर्छ भन्ने कुराहरू हुन् होइन। अब सरसर्ती ओभरअल प्याटर्नको बिहेभियरलाई हेर्दाखेरि अर्को 1 महिना अकुमुलेटै गर्ला जस्तो देखिन्छ। त्यो अकुमुलेट गरिसकेपछि 82 को त्यही भनौँ न तपाईँको साउन भदौसम्म चाहिँ बजार चल्ला। अनि त्यसपछि चाहिँ बजार थामिन्छ जस्तो लाग्छ मलाई। मैले एउटा क्वेसन है त हजुर विष्णु सर। अनि यो तपाईँले भने जस्तै यो 2550 बाट यदि फर्क्यो भने 3200 गइसके पछाडि 3200 बाट झर्दा चाहिँ कहाँसम्म झर्ने जस्तो देखिन्छ? यदि यो ट्रायङ्गुलर प्याटर्न बनायो भने, अहिले बनाउँछ कि बनाउँदैन म अहिले कन्फर्म छैन है, म कन्डिसन लगाएको छु होइन। ट्रायङ्गुलर प्याटर्न बनाउने भनेको 2550 भन्दा तल आउँदैन हजुर होइन। त्यो नआएको केसमा मात्रै यसले ट्रायङ्गुलर प्याटर्नलाई भ्यालिडेट गर्यो होइन। अब त्यस्तो केसमा चाहिँ तपाईँको त्यही 3200-3300 सम्म लिएर गएर एकै वर्ष चाहिँ बजार नचल्ने गर्दाखेरि ट्रायङ्गुलर प्याटर्नको लो हेर्नुहुन्छ भने 2440 हो होइन। त्यो 2440 को लोलाई रिटेस्ट गर्न आउँछ त्यसपछि। भन्नाले एन्टायर बुल चाहिँ सिधेको मान्न मिलेन। यो सेट अफ र्याली चाहिँ तपाईँको अब त्यो हो भने हामीले के हेर्नु पर्यो भन्दाखेरि नेप्सेको जुन चाहिँ नोभेम्बर 2023 बाट सुरु भएको र्याली थियो 1816 बाट, त्यो र्याली चाहिँ सिद्धियो। अब त्यसको पार्शियल करेक्सन गर्ने क्रममा 2440 लाई रिटेस्ट गर्न आउने हो। जस्तै यो 5500 पुग्ने चाहिँ अहिले छाटकाट देखिँदैन त्यसै भए 55,445 अहिले 5500 त अब छिट्टै नै पुग्ला त अब त्यो देखिँदैन होइन। 5500 पुग्ने भए पनि लगभग 2 वर्ष जतिको समय त लिनु पर्यो होइन। त्यो हो भने अहिले नै बजारले 2440 लाई रिटेस्ट गर्न आउनु पर्यो त्यहाँ पुग्ने हो भने। कहिल्यै पुग्दैन त भने होइन, कहिले न कहिले त पुग्छ होइन। अब विदिन 2 इयर्स भित्र त्यहाँ पुग्ने हो भने अहिले नै 2440 लाई रिटेस्ट गर्न आउनु पर्यो। जस्तै अब 3200 पुग्दै गर्दाखेरि पोलिसी चेन्ज भएर अलि फेभरेबल पोलिसीहरू आएर मार्केटलाई राम्रो खालको पोलिसी आएर त्यहाँ फेरि बढ्ने हो कि? हेरौँ न। अब त्यो चिजहरू आउनको लागि पनि बजारको प्याटर्नले लगभग भनिसकेका हुन्छ फेभरेबल पोलिसी आउला नआउला। ती त सबै हाम्रा इमोसन्सका कुरा नै भए हजुर होइन।
अब आइदेला राम्रै होला कि राम्रै कमाउन पाइएला कि भन्ने त हाम्रो इमोसन न बोले हो। यदि सरले भने जस्तै भयो भने त ब्याङ्किङ सेक्टरमा र्याली नै नआउने जस्तो देखियो त अहिले तत्काललाई। त्यो हो भने चाहिँ ब्याङ्किङले फेरि हाई ब्रेक गर्दैन। यदि त्यस्तो हो भने ब्याङ्किङले हाई ब्रेक गर्दैन। त्यस्तो भयो भने चाहिँ यसपालि इन्भेस्टरले पैसा कमाउँदैन, त्यही ट्रेडरहरूले मात्र कमाउने भयो। अब इन्भेस्टर र ट्रेडरको त के क्याटेगराइजेसन गर्नुहुन्छ र? नर्मल्ली अब दीर्घकालीन अब ठुलो लगानीकर्ताहरू त ब्याङ्कमै लगानी गरेका हुन्छन्, सानो सानो पुँजीहरू चाहिँ ट्रेडरले लगानी गरेका हुन्छन् नि त सर्ट टर्ममै। ब्याङ्कका लगानीकर्तालाई पनि अब एकछिनलाई मानौ न 3300 सम्मकै र्याली लिएर गयो भने पनि ब्याङ्किङले स्टक सेलेक्सन गर्न चाहिँ जान्नु पर्यो होइन। स्टक सेलेक्सन गर्ने क्रममा यदि त्यहाँसम्म लाने हो भने ब्याङ्किङले चाहिँ कहाँ लैजाला त भनेर सरसर्ती हामीले हेऱ्यौँ भने लगभग 2000कै रेन्जमा लिएर गयो भने पनि त करेन्ट रेटबाट 2000 पुग्दाखेरि त तपाईँको लगभग 40-50% र्याली त हुन्छ त। तर होइन, यदि ब्याङ्किङमा 2000 पुग्दा त मार्केट 3200 भन्दा बढी जान्छ होला नि, यदि हाइड्रो पनि सँगसँगै बढ्यो भने त। 3300 त भने त छु नि मैले। 3300 पुग्दाखेरि यदि ब्याङ्किङ मात्र बढ्यो भने चाहिँ तपाईँले भने ठिक होला। यस्तो हुन्छ कि तपाईँको सरसर्ती हेर्नुभयो भने जस्तो मे 2024 पछिको र्यालीलाई हेर्नुहुन्छ भने सबैभन्दा बढी आउट पर्फर्म गर्ने सेक्टर कुन थियो? त्यो बेला त ब्याङ्किङ नै होला। त ब्याङ्किङले आउट पर्फर्म गर्दैन भन्ने जुन चाहिँ भ्यू छ, जेनरल पर्सेप्सन छ, त्यसलाई बिर्सनुहोस् न। आउट पर्फर्म त गर्दो रहेछ त। होइन टाइम मिल्यो भने त गर्ने रहेछ। होइन आउट पर्फर्म त्यो पिरियडमा त आउट पर्फर्म गर्यो नि त होइन। भनेपछि अर्को सेट अफ र्याली लिएर 2000 सम्मको र्याली लिएर जाने हो भने ब्याङ्किङले आउट पर्फर्म गर्न सक्यो, ब्याङ्किङलाई चाहिँ अरू सेक्टरले अन्डर पर्फर्म गर्न सक्यो। अनि सर विष्णु सर एउटा क्वेसन, अहिले हाइड्रोमा लो क्याप हाइड्रो चल्न छोड्यो, अनि यो मिड क्याप हाइड्रोमा अलि देखिन्छ लगानीकर्ताहरूको आकर्षण। यो चाहिँ के मिड क्याप हाइड्रोमा अलि माथि जाने देखिन्छ अहिले, के छ सर? प्राइस साइकोलोजी हो। प्राइस साइकोलोजी के हो भन्दाखेरि अब 700-800 पुगेका हाइड्रो किन्नु भन्दा 200-300 का रेन्जका हाइड्रोलाई नै किनौ न भन्ने प्राइस साइकोलोजी हो होइन। अब 300लाई 400 सम्म पनि पुग्न सक्यो भने त तपाईँको 33% को रिटर्न भयो होइन। अब 800-900-1000 भएकोलाई चाहिँ 1200 पुर्याउन 1300 पुर्याउन हम्मे हुने भयो। सर यो ब्याङ्किङमा त मैले त तल आउँदाखेरि पनि अपर्च्युनिटी देखिरहेको छु सर मैले, किनभने यसको काउन्टहरू लगभग पुगिसकेको छ होइन सर। अनि लास्टको जेड वेबमा चाहिँ एउटा चाहिँ लिडिङ डायगोनल बन्नुपर्छ सर, यो यहाँबाट हेर्दाखेरि 1 2 भयो, अर्को 3 4 5 गरेर चाहिँ अस्तिको मैले त बुलिस देख्छु सर ब्याङ्कमा। काउन्ट चाहिँ पुरा भएको जस्तो लागेको छ सर। तल एउटा चाहिँ सानो पेन्डिङ जस्तो देखिन्छ, तर त्यहाँबाट यो माथि जाँदै गर्दाखेरि फिफ्टमा अरू सेक्टरले माथि लाँदै गर्दाखेरि यसको तलतिरको करेक्सन पुगेर यसले पनि साथ दिने हो भने नेक्स्टमा चाहिँ राम्रै मुभ आउँछ जस्तो लाग्छ सर मलाई।
सरको फोन आयो जस्तो छ, सर व्यस्त रहनुभयो। स्वरूप सरको क्वेसन सरले सुन्नु भएन जस्तो लाग्यो। सरको फोन आयो जस्तो छ। होइन, म सुनिराखेको थिएँ, बोलिराखेको थिएँ, माइक अफ रहेछ है। यो ब्याङ्किङमा के हो भनेर भन्नुहुन्छ भने पेन्डिङ देखिन्छ। नै ब्याङ्किङको के हो भनेर भन्नुहुन्छ भने इभन करेक्टिभै जाने हो भने पनि होइन 1700 त फेरि मोडिफाई गर्ने देखिन्छ नै। त्यो भनेको एप्रोक्सिमेटली 2000 तिर लैजाला भन्ने कुरा हो। अब डाउन साइड रिट्रेसमेन्ट प्रोस्पेक्ट्सबाट हेर्ने हो भने 61.8% रिट्रेसमेन्ट पनि गरिसक्यो। मासतिर जाँदाखेरि क्लियर कट 5वटा वेभ चाहिँ भिजिबल तरिकाले टेक्स्ट बुक एक्जाम्पलले नै गर्न सकिन्छ होइन। 61.8% रिट्रेसमेन्टको लागि अझै पनि हामीले हेर्छौँ भने 1296 तिर देखिँदो रहेछ। सरसर्ती मैले अहिले ब्याङ्किङलाई हेर्दाखेरि एकपटक चाहिँ एप्रोक्सिमेटली 1295 भन्दा पनि तल, कतै 1250 तिर त आउने होइन भन्ने चाहिँ देखाएको छ यसले। त्यहाँ आइसकेपछि त ब्याङ्किङले समात्छ। 1700 ब्रेक गर्ने हो, 1700 ब्रेक गर्दाखेरि अब मानिलिउँ 1250 आइपुग्यो भने पनि 1250बाट 1700 मात्रै पनि ब्रेक गर्न जाँदाखेरि कति देखियो भनेर भन्नुहुन्छ भने 40% को र्याली त त्यत्तिकै देखियो त होइन। भनेपछि अपर्च्युनिटी छ ब्याङ्किङमा, नभएको होइन। अलिकति वेट गर्नुहोस्, ब्याङ्किङको चाहिँ एकपटक तल आयो भने चाहिँ इनकेस 1250मा आयो भने त यो चाहिँ बिग बाइङ अपर्च्युनिटी नै क्रिएट गर्छ यसले। यसमा चाहिँ सर मैले वेब इक्वालिटी अनुसारले सी वेब चाहिँ ए बराबरको होइन कि त्यो ठाउँमा चाहिँ डायगोनल टाइपको फर्मेसन हुन्छ कि जस्तो देखिरहेको छु। यदि तल आउँछ भने नभए पनि यो अस्ति नैको लो लाई ब्रेक नगरुन्जेलसम्म त यो त कुनै एउटा बेलामा भनौँ न अरू सबै माथि मुभ गर्दाखेरि त्यसले पनि साथ दिने हो भने त नेप्से राम्रै ठाउँमा बढ्छ जस्तो लाग्छ। किनभने माथिबाट काउन्ट गर्दाखेरि XYXZ पुरै पुगेको छ, ट्रिपल कम्बिनेसन पुगेको छ। एउटा स्क्रिप्टहरुमा हेर्दाखेरि माथि ओपन गरेर तलतिर क्लोज गर्ने खालको जुन देखिरहेछ नि, त्यो कारणले मात्र एकचोटि अझै एकचोटि चाहिँ लोको नजिकै पुग्छ कि जस्तो देखिरहेको हो। नभए यसले फर्किने हो भने त राम्रै मुभ आउन सक्छ नि। जस्तै कि होटलमा हिजो अस्तिसम्म या चाहिँ लाइफतिर त्यस्तै गरेर फाइनेन्सतिर जुन अस्तिको माहौल थियो, आजको क्यान्डल बनिसकेपछि जुन फरक माहौल बनेछ नि, त्यो खालको चाहिँ यदि हैन माथितिर अप साइडमा पुरानो यो हाइलाई ब्रेक गर्दै माथि जाने हो भने त यसले त अर्कै रूपरेखा देखाउँछ जस्तो लाग्छ सर। स्वरूपजी, ब्याङ्किङको हल्का तपाईले प्याटर्नलाई एनालाइसिस गर्नुस् हैन। हल्का ब्याङ्किङको प्याटर्नलाई पुरानो समयदेखि नै पहिलादेखि नै एनालाइसिस गर्दै जानुभयो भने ब्याङ्किङको एउटा बिहेभियर के देखिया छ भनेर भन्दाखेरि यस्तो खालको प्याटर्न बनाएर ब्याङ्किङ एकदमसँग बढेको चाहिँ देखिया छैन। जेनरली के गर्छ ब्याङ्किङले बढ्ने हो भने पनि कि त बटम लागिसकेपछि सरसर्ती नै बढ्छ हैन, होइन भने फेरि बटमलाई रिटेस्ट गरेर त्यो भन्दा तल लिएर आएर त्यसपछि फर्किएपछि बल्ल राम्ररी बढ्छ। यो अलिकति मासतिर बढेर अनि त्यतैपट्टि अकुमुलेट गरेर अनि त्यहाँबाट कन्टिन्युएसन गरेको चाहिँ देखिँदैन है। भनेपछि ब्याङ्किङ भित्रका कतिपय स्क्रिप्ट्सहरू अझै पनि तपाईको मानिलिउँ न, अब धेरै स्क्रिप्ट्सहरू त तल्लो रेन्जमा नै छन् हैन। अब कहाँबाट हो भनेर तपाईको अलिकति ब्याङ्किङलाई चाहिँ सेलिङ प्रेसर ल्याउन सक्ने भनेर भन्नुहुन्छ भने ब्याङ्किङका लार्ज क्यापबाट नै, लार्ज मार्केट क्यापिटलाइजेसन भएका स्टक्सहरूबाट नै
अलिकति चाहिँ प्रेसर चाहिँ ल्याउन सक्छ। जस्तो एसबिआईलाई हेर्नुभयो भने एसबिआईको 5वटा वेभ कम्प्लिट गर्यो। 5वटा वेभ कम्प्लिट गरिसकेपछि जुन 4th वेभको लो हो त्यो 385 मा छ हैन। 385 सम्म फर्किएरै आएको छैन एसबिआई, त्यो आउनु पर्ने हो हैन। अब एउटा मात्रै तपाईको स्टक्समा हेर्नुहुन्छ भने बरु 4th वेभ ट्रायंगल बनाउन खोजिराखेको देखिन्छ एससीबी मा हैन। एससीबी मा 4th वेभ ट्रायंगल बनाइराखेको छ। एससीबी ले उस्तै पर्यो भने तपाईको देयर इज अ चान्सेस केही नभए पनि लगभग 800 भन्दा मास्तिर त लान्छ नै, पोसिबली 900 सम्म लाने चान्सेस छ हैन। अर्को चाहिँ तपाईको आयो इभीएल। इभीएललाई हेर्नुहुन्छ भने इभीएल पनि एकपटक चाहिँ फेरि 570 तिर रिटेस्ट गर्न आउला जस्तो देखिएको छ हैन। अब एउटा त्यो क्याटेगराइजेसन भयो। अब अर्को तपाईले हेर्नुहुन्छ भने अब यसका लार्ज क्यापहरु नै हेरौँ न, नबिललाई हेरौँ हैन। नबिलको हेर्नुहुन्छ भने यिनीहरुको त पुगिसकेछ सर। नबिलको त करेक्सन धेरै डिप गरिसकिएको छ, तर सरसर्ती नबिलको प्याटर्नलाई फेरि बटम देखि टप सम्म हेर्नुहुन्छ भने इम्पल्स छैन। हेर्नुस् नबिलको तपाईले यो 411 को बटमबाट जब यो चाहिँ तपाईको ट्रंकेट भएको हो नि सर। ह नबिलको त ट्रंकेट हो नि हैन सर। अब ट्रंकेट भन्नुस् या के भन्नुस्, तर 5वटा वेभ चाहिँ देखिएको छैन हैन। मैले त ट्रंकेटै मानेर गरेछु सर यसलाई, किनभने त्यो नेप्सेको र बैंकिङ इन्डेक्सलाई यसमा राखेर हेर्दाखेरि त्यो देखिन्छ सर। अब अर्को ठुलो लार्ज क्यापमा हेर्नुहुन्छ भने ग्लोबल आईएमई हैन। ग्लोबल आईएमई को बरु मास्तिरपट्टि बटम कुन चाहिँ हो? बटम यो अस्ति भर्खरकै हो सर, 25 मार्च। यसको पनि करेक्सन पुगेको छ। अब यसलाई चाहिँ अलिकति तल यो करेक्सन 205 तिरको रेन्ज तिर आएर चल्ला भन्ने एक्सपेक्टेसन छ यसको हैन। हजुर। अब अर्को एनआईसीए को अघि हामीले डिस्कसन गरिसक्यौं हैन। एनआईसीए मा अझै पनि बटम फर्मेसन नभएको हो कि भन्ने देखिन्छ। मास्तिर पहिला यो मे 2024 बाट मास्तिर गएको र्यालीलाई यदि हामीले करेक्टिभ र्याली मान्ने हो भने यो अझै पनि फेरि बटम फिशिङ तिर छ हैन। 350 भन्दा मुनि लिएर आउन सक्ने सम्भावना यसमा देखिन्छ। सर एनआईसीए मा हामीले माथितिर जुन अस्ति नै गएको थियो त्यसलाई ट्रंकेट मानेर त्यसपछि एबीसी गरेर तल सेकेन्ड वेभ सकाउने हो भने त्यसपछि डायगोनल सकाएर यो सेकेन्ड वेभबाट माथि जान सक्ने सम्भावना देखिन्छ। त्यो सम्भावना हो, तर त्यसको लागि चाहिँ तपाईको डायगोनल यो मास्तिर डायगोनल बनाएर अब अहिले यो तल आएको पनि कम्प्लिट भयो भनेर भन्ने हो भने तललाई कम्प्लिसनै मान्नु पर्यो फेरि। हजुर हजुर। सेकेन्ड वेभ चाहिँ यो सेकेन्ड वेभ यो 359 मा हैन, जुन 26 मार्चको बनाएको छ। हजुर। त्यो त्यहाँ चाहिँ त्यो भन्दा तल आउँदैन भनेर एज्युम गर्नु पर्यो। त्यो भन्दा तल आयो भने त त्यो भन्दा तल आयो भने 350 लाई पनि भत्काउँछ र 340 लाई पनि भत्काउन सक्ने सम्भावना रहन्छ। मैले त सर सिधै त्यो 300 तिर मात्र हेर्छु सर। माथि पुरै माने त्यसलाई ब्रेक गरे भने यसले एक्जिट गर्ने हो। तपाईको बियरिश प्याटर्न नगर्ने हो भने मिनिमम रिक्वायरमेन्ट 418 ब्रेक गर्नु पर्यो। हजुर हो हैन। 418 ब्रेक गर्यो भने बरु फास्ट र क्विक र्याली आउला यसमा। मैले त अझै पनि तपाईको चार्ट प्याटर्नहरुमा हेर्नुहुन्छ भने बैंकिङ सेक्टर भित्र बरु राम्रो कन्स्ट्रक्टिभ प्याटर्न देखेको मैले एससीबी मै हो। हेर्नुस् अहिले चाहिँ स्ट्यान्डर्ड र उसमा एभरेजमा हेरिरहेको छु सर।
तर त्यसको प्याटर्नमा चाहिँ हरेक दिनको क्यान्डल चाहिँ माथि ओपन गरेर तल क्लोज गर्ने भएको हुनाले एउटा सानो करेक्सन लिएर अनि त्यसपछि एउटा मौका बाइङ अपर्च्युनिटी दिन्छ कि जस्तो देखेको छु मैले सर। सबैभन्दा राम्रो एज अ ट्रायङ्गुलरै प्याटर्न बनाएको भनेको त एससिबीले नै हो। ल एससिबीलाई तपाईँले विकली प्रोस्पेक्ट्सबाट हेर्नुहोस्, डेली प्रोस्पेक्ट्सबाट हेर्नुहोस्। एससिबीले 608लाई चाहिँ प्रोटेक्ट गर्न सक्यो भने र्याली चाहिँ राम्रो र्याली समात्छ यसले। हजुर हो सर, मैले पनि हेरिरहेको हो। एससिबी, इबिएल, एसबिआई यिनीहरू हेरिरहेको हो अप साइडमा, र डाउन साइडमा चाहिँ एनआइसी एसियाले यदि यो ठाउँमा ब्रेक नगरेर भोलि राम्रो क्यान्डल बनायो भने चाहिँ फेरि अर्कै हुन्छ सर। माथितिर फर्क एसबिआई को त मलाई किन लगभग 385 तिर त फर्किएर आउनु पर्छ जस्तो लाग्छ। एसबिआई को त चार्ट हेर्नुस् न, बडो ब्युटिफुलै त छ। तपाईको मास्तिरपट्टि टक्क 5 वटा वेभ बनाएर प्रिभियस फोर्थ वेभलाई रिटेस्ट गर्ने सम्भावना छ। हजुर सरले त्यो फोर्थ वेभ नै हेरिराख्नु भएको हो सरले, मलाई थाहा छ। त्यो फोर्थ वेभमा आउने चान्स त धेरै राम्रो हो, तर यसको जुन किसिमको फलमा आएर एकुमुलेसनमा गइरहेको छ नि, त्यो प्राइस करेक्सन गरेको हो कि जस्तो लाग्यो क्या सर यसमा। हुन सक्छ। त्यो भएको हुनाले यो अस्तिको जुन माथि रिजेक्सन क्यान्डललाई यदि इन्गल्फ गर्ने हो भने त यसको पुरा प्रोस्पेक्ट नै फरक हुन्छ सर। त्यो क्यान्डल भनेको अब यसको रिजेक्सन एरिया भनेको 445 तिर छ। 445 ब्रेक गर्यो भने राम्रो र्याली समात्न सक्यो। हो सर। त्यो एउटा क्यान्डल त हो नि सर, धेरै पनि होइन। यो अब 20 रुपियाँ 420 रुपियाँ छ, 20 रुपियाँ बढ्ने हो, 5% मात्र हो। 5% मात्र जाने हो भने त यसले पुरै प्रोस्पेक्ट नै फरक पार्छ नि सर। सबभन्दा ब्युटिफुल कुरा के छ भने यसमा भोल्युम छैन के सर। भोल्युम एकदमै भएर पुरै एकुमुलेसनमा गएको हो, र काउन्ट गर्ने हो भने चाहिँ लगभग काउन्ट अनुसारले चाहिँ लगभग ट्रिपल कम्बिनेसन पनि मिल्न सक्छ होइन। खालि एउटा कुरा के हो भने फोर्थ वेभको नजिकै आएन, त्यो मात्रै कुरा हो। तर यसले चाहिँ कस्तो भने टाइम करेक्सन चाहिँ मजाले लिएको हो क्या सर। सार्प फलमा आएर एकुमुलेसनमा गएको हुनाले यसमा चाहिँ यो क्यान्डललाई मात्र ब्रेक गर्न सक्यो भने यसको फरक हुन्छ सर। त एकदमै तल हेर्नुपर्ने हुन्छ, त्यहाँबाट फर्केपछि नभए चाहिँ बुलिसै दिन्छ सर। नै ठिक छ। तपाईको मेरो हिसाबले त अरु 1 महिना जति अकुमुलेसन गर्न लाग्यो भने त ब्याङ्किङमा आँखा लगाउँदा मजाले हुन्छ, दिन्छ राम्रै र्याली दिन्छ। त्यही हो सर, एउटा सानो करेक्सन चाहिँ तलतिर कुनै ठाउँमा पुरानो लोलाई ब्रेक नगरिकन बाइङ अपर्च्युनिटी दिएर जाने हो भने त्यो मौका चाहिँ हेरिरहेको छु सर मैले पनि। अहिलेसम्म इन्ट्री त छैन, त्यही पनि। रिक्स रिवार्डको हिसाबले चाहिँ ब्याङ्किङमा चाहिँ एकदमै राम्रो हो नि त यो, किनभने पनि स्क्रिप्टमा हेर्ने हो भने 20-25 रुपियाँ मात्र तल देख्छ हामीले, र यही स्क्रिप्ट यस्तै एन्टायर सेक्टरलाई नै तपाईले हेर्नु भयो भने पनि डाउन साइड रिस्क भनेको म्याक्सिमम 10% हो, अपसाइड पोटेन्शियल 50% हो। हजुर हैन, त्यही भएको हुनाले सर सरले अस्ति नै पनि देखाउनु भएको थियो नि, डबल अरूको फाइदा छ भने अरू सेक्टरमा यसमा चाहिँ मतलब कि यो सेक्टरमा चाहिँ डबल जति तपाईले देख्न सक्नुहुन्छ भने अरू सेक्टरमा चाहिँ त्यो देख्न सकिँदैन नि, इन्डेक्समै हेर्ने हो भने। नै रिस्क रिवार्ड प्रोस्पेक्ट्सबाट ब्याङ्किङ सबैभन्दा राम्रो छ अहिले, त्यसमा कुनै डाउटै छैन। हजुर
खालि कहिले चाहिँ ठुलो लगानी भित्रिने भन्ने जस्तो कुरा मात्रै हो जुन त्यही हो आज के बजारमा के हो भन्दाखेरि हरेक दिन कहिले कुन सेक्टर चाहिँ ट्याङ्ग तान्दिया छन्, कहिले कुन सेक्टर ट्याङ्ग तान्दिया छन्, मान्छेलाई पेसेन्स हुँदैन होइन। मैले ब्याङ्किङलाई अकुमुलेट गर्न थालेँ, अरू सेक्टर बढेर कहाँ गइसक्यो, म त पछाडि परेँ भन्ने फिलिङ लिएर आउँछ। फरक त्यति मात्रै हो। तर चाहिँ प्योरली टेक्निकलमा रिस्क र रिवार्डको प्रोस्पेक्ट्सबाट हेर्दाखेरि त ब्याङ्किङै सबैभन्दा ब्युटिफुल देखिन्छ। हजुर सर, हजुर। अरू त्यही लेभलको सेक्टर स्क्रिपहरूमा चाहिँ 40-50 रुपियाँ खस्ने सम्भावना हुन्छ भने ब्याङ्कमा त्यो छैन नि, त्यही भएको हुनाले भने पर्सेन्टेज टर्ममा हेर्ने हो भने अब अरू चाहिँ राम्रै चलेका सेक्टर्सहरूमा के थाहा 20-30% पनि खस्छ कि भन्न सकियो होइन। हजुर हजुर सर। यसमा चाहिँ 10% भन्दा बढी खस्ने सम्भावना कमै छ। त्यही भएको हो सर। यो अब 4-5 रुपियाँ तलतिर चाहिँ आइदिँदाखेरि लिने भन्ने हिसाबले चाहिँ पर्खेर बसेको, त्यो खास माथि ओपन गर्ने र तल क्लोज गर्ने भएको हुनाले मात्र अलिकति छिर्न नसकेको हो। धेरै जसो सेक्टर जस्तै नबिलमै भन्ने हो भने पनि रेड क्यान्डल मात्रै लाइनै बनाएको छ कि सर, माथि ओपन गरेर तल क्लोज गर्ने। त्यही भएको हुनाले अहिले चाहिँ अलिकति रिस्की इन द सेन्स वाट त नबढिहाल्ला, 2-3 दिनसम्म पछि नै किन्दाखेरि पनि ठिक होला कि भन्ने हिसाबले चाहिँ वेट मात्र गरे हो। नभए मुभमेन्ट यो जस्तो हाइड्रोमा अहिले 50% जस्तो मुभमेन्ट आयो नि आज मार्केटमा हेर्दाखेरि, त्यो त बिस्तारै गएर आज तपाईँको 7-8% मात्र होला। सबै टोटल कारोबारमा चाहिँ त्यति मात्र भोल्युम होला। त्यो भोल्युम बिस्तारै बढ्न जाने हो थाल्छ। त्यो बेलामा छिर्दाखेरि चाहिँ पक्कै पनि 5 रुपियाँ फरक भए पनि त्यो त्यसपछि चाहिँ खान पाउँछ जस्तो छ होइन। त्यही कुरिरहेको छ। ठिक छ। नमस्ते सरहरू। विजय सर नमस्ते। नमस्ते नमस्ते। विजय सर मलाई एउटा अलिक कन्फ्युजन भएको विषय हजुरलाई सोध्छु है, इलेक्ट्रोवेभकोमा। सर हामीले हजुरको मैले हेरेको थिएँ यो अल्टरनेटिभ प्रिफरेन्समा जुन यो डब्लु गर्नुभएको छ यो 2442, यो सबै यो एउटा हेर्ने हो भने सबै यो हायर हाई छ। जब यसको यो जुन हाम्रो अहिलेको यो करेक्टिभमा लो भनेको यो 2442 भयो, अब यहाँ नआएसम्म यसलाई चाहिँ भनौँ न यसको नजिक नआएसम्म यो सबै प्याटर्न हेर्नु चाहिँ हायर हाइमै छ होइन, लो छ हेर्ने हो भने पनि। अनि हामीले चाहिँ यो काउन्ट जुन यसको लो भन्दा जुन हामीले गरेको छ नि एउटा हजुरले वाइ तल ल्याउनु भएको छ नि 2316 यो हामीले यो भाइब्स अहिले नै हामी यसको नजिकतिर यो जुन भनौँ न यसको लो काटेकै छैन, लोर हाई होइन, हायर लोहरू। अनि हामीले त्यो भाइब्स हामी गरिन्छ सर हाम्रो इलेक्ट्रोमा। कुन भन्नु के भन्नुभयो? नेप्सेमा छ नि सर एउटा हाम्रो यो करेक्टिभ प्याटर्न हजुरले गर्नु भएको छ नि सर होइन, हामीले पनि गर्नु त गर्छौँ। मैले त्यो भित्र सोध्न खोजेको कि सर जुन WXY को प्याटर्नमा गएको छ नि सर नेप्सेमा 1442 चाहिँ डब्लु छ होइन। अनि यो माथिको यो 2929 लाई एक्स छ, अनि त्यसपछि वाइ को जुन छ नि यहाँसम्म एउटा प्रोजेक्सन गर्नु भएको छ नि 23 एराउन्डतिर 23 को। जब यो हामीले प्रोजेक्सन चाहिँ यो फर्मेसन जुन छ हायर हाइमै छ नि सर, यहाँ 23 के अरे 2442 पछि यहाँ अर्को हाई 2550 होइन एराउन्ड त्यहाँ छ, अर्को त्योभन्दा माथि 2581 छ होइन। अब त्यसपछि पनि मार्फी रिसेन्ट हायरहरू पनि हायर हाइमै छ, अथवा यो हजुरले अगाडि नै बनाउनु भएको छ होइन। यसमा हामीले 2442 भन्दा पनि तल आउँछ भनेर अगाडि नै हामीले 22 गरिन्छ इलेक्ट्रोमा सर? होइन, मैले दुईवटा फर्मेसन त भने नि जसको चाहिँ इक्वल वेटेज दिँदाखेरि हुन्छ। अहिले चाहिँ ट्रेन्ड सिग्निफिकेन्ट त्यस्तो डिसाइड भइसकेको छैन। अब प्रेफरेन्सेसमा सरसर्ती हेर्दाखेरि WXY
चाहिँ ठिकै खालको प्याटर्न देखिन्छ भन्ने हिसाबले मैले लिएको। किन भन्दाखेरि 2930बाट तल चाहिँ आएको जुन चाहिँ तपाईँको 2580 हो त्यो इम्पल्स छ होइन। त्यो इम्पल्स भएको कारणले अब हामीले एकछिनलाई मानौँ यसलाई लिउँ कि एन्टायर जुन फल थियो त्यसको रिट्रेसमेन्ट हामीले काउन्ट गऱ्यौँ भने 2930बाट यो 2580 यसको 50% मात्रै रिट्रेसमेन्ट लिँदाखेरि पनि 2750 हुन्छ होइन। 2750 50% 61.8% भनेको 2795 भनेपछि 2750 देखि 2800 को रेन्ज त यसको करेक्टिभ परिभाषाभित्र मात्रै गयो। करेक्टिभ भइसकेपछि तपाईले हेर्नुहुन्छ मेरो पहिलाका भिडियोजहरु पनि हेर्नुहुन्छ भने मैले यो 2600 भन्दा मुनि आएपछि एउटा चाहिँ करेक्टिभ बी वेभ र्याली ल्याउँछ पेन्डिङ छ भनेर भनिराखेको थिए हैन। 2600 तिरबाट आउला या त्यो भन्दा स्लाइटली तलबाट आउला, ए वेभ चाहिँ सिद्ध्याउँछ बी वेभ चाहिँ आउँछ भनेर भनिराखेको हो। अब बी वेभ आयो पनि अब बी वेभ चाहिँ अझै पनि सिद्धिएको छ कि छैन भन्ने कुरामा अहिले डाउट छ। अब डबल कम्बिनेसन जिगज्याग हो भने त 2450 लाई टेस्ट गर्न आउँछ। त्यो कसरी पनि आउँछ भनेर भन्नुहुन्छ भने एकछिनलाई मानौं यो 2800 सम्म नै लिएर गयो, म्याक्सिमम रेन्जमै लिएर गयो भनौं। म्याक्सिमम रेन्जमा लिएर गएको केसमा पनि लगभग त्यहाँबाट लगाउनु भयो भने पनि 2480 चाहिँ देखियो नै हैन। अब तपाईको 50 तिरबाट फर्कियो 2750 55 तिरबाट फर्कियो भने त्यो केसमा चाहिँ 2440 लाई रिटेस्ट गर्न आयो। वेभ इक्वालिटी को कुरा गर्दाखेरि चान्सेस आर भेरी मच हाई कि यो WXY मा नै चलिराखेको छ हैन। किन चलिया छ भनेर भन्नुहुन्छ भने दुई तीनवटा चीज छ। एउटा चाहिँ तपाईले हाइड्रोको प्याटर्न्सहरु हेर्नुस्। हाइड्रोको प्याटर्नमा चाहिँ मास्तिर फिफ्थ वेभ सिद्धिए जस्तो देखिन्छ। अब अहिले चाहिँ हाइड्रो पनि मार्केटको सिग्निफिकेन्ट मुभर हो हेर्नुस् हैन। त्यो फिफ्थ वेभ सिद्धिएको हो भने हाइड्रो त यहाँबाट अझै छ पोटेन्शियल तल खस्ने। करन्ट रेटबाट पनि हेर्नु भयो भने लगभग 15% को जतिको छ। 3000 लाई रिटेस्ट गर्न आउन सक्यो। अब अदर्स को स्टक्सलाई हेर्नुहुन्छ भने फाइनल र्यालीमै छन् तिनीहरु जुन पछिल्लो टाइममा चाहिँ सिग्निफिकेन्ट परफर्म गरेको। अब इन्भेस्टमेन्टलाई हेर्नुहुन्छ भने इन्भेस्टमेन्टको एज एन इन्डेक्सलाई हेर्नुहुन्छ तपाईले भने चाहिँ एउटा फाइनल र्याली पेन्डिङ छ। इन्भेस्टमेन्टलाई लीड गरेर लगेको जुन एनआरएन भनेर हेर्नुहुन्छ भने हुन त अब एनआरएन को वेटेज रिलेटिभली कम हो। अब रिलेटिभली कम भएको केसमा पनि इन्भेस्टमेन्टले मासिर सर अब यो 2-3 दिन भित्रमा बजारले चाहिँ 2750 2800 को आसपास लाने भएछ भने इन्भेस्टमेन्टले नयाँ हाई बनाउँछ नै फेरि हैन। अदर्स को पनि नयाँ हाई बनाएर त्यसपछि त्यसले पनि तपाईको करेक्सन आउने नै हो। हाइड्रोले तुरुन्तै हाई ब्रेक गर्ने जस्तो देखाउँदैन अहिले चार्टमा। 3000 मा फर्किएर मात्रै आउला। यी सबै चान्सेसले गर्दाखेरि जुन अलरेडी आउट परफर्म गरिसकेका सेक्टर्सहरु टप आउट गरेर करेक्सन आउनु पर्ने हैन। अन्डर परफर्म सेक्टर्सहरुमा चाहिँ खासै मोमेन्टम नदेखिनु। यी आदि चीजहरुले गर्दाखेरि अब हाइड्रो जस्तो सिग्निफिकेन्ट वेटेज राख्ने लगभग 20% को आसपासै वेटेज राख्ने इन्डेक्सले चाहिँ अझै पनि तलपट्टि देखाउने हैन। तपाईको करेक्सन नपुगेको चीजहरु देखाउने। यी आदि चीजहरुले गर्दाखेरि त्यसरी चाहिँ तल नआउला भन्न सकिदैन। तर फेरि एट द सेम टाइम तपाईको डेभलपमेन्ट ब्याङ्कको इन्डेक्स हेर्नु भयो अनि त्यसपछि लगभग अब माइक्रो फाइनान्सलाई त अलिकति फिंगर क्रस गर्न सकिन्छ। होटल्सको इन्डेक्सहरु हेर्नु भयो यिनीहरुलाई हेर्दाखेरि फेरि अकुमुलेसन देखिने
हैन। त्यही भएर मैले दुईटै पोसिबिलिटी इक्वल्ली भ्यालिड छ भन्नुको अर्थ चाहिँ त्यो हो कि त नेप्सेले ट्रायङ्गुलर प्याटर्न बनाउँछ, ट्रायङ्गुलर प्याटर्न बनाउँदाखेरि 2550 भन्दा तल नआउला भनेर भने हो, होइन भने सरसर्ती पहिलाको जस्तो तरिकाले नै खस्न सुरु गर्यो। अहिले त जस्ट मानिलिउँ न नेप्सेको ए वेभ तल आउँदाखेरि जुन स्पिडले खसेको थियो हैन त्यही स्पिड समात्न सुरु गर्यो भने त के ठुलो कुरो भयो त, फेरि 2400लाई रिटेस्ट गर्न नआउने। ट्रिगर पोइन्टका कुराहरू न हुन्, व्हाट वी आर वेटिङ फर द पोजिटिभ ट्रिगर, एभ्रीवन इज वेटिङ फर, हैन। भनेपछि यो पोजिटिभ ट्रिगर वेट गरिराखेको केसमा ट्रिगरहरू चाहिँ सुरुमा दब्दाखेरि त कसैलाई पनि थाहा हुँदैन हैन। अब 2550 भन्दा तल आउन सुरु गर्यो भने ओहो यो कारणले रहेछ भनेर भनिहाल्छन् मान्छेले। भनेपछि हजुरको हिसाबले, मेरो हिसाबले सिम्पल फन्डा के हो भन्दाखेरि अर्को 1 महिना चाहिँ बजार अकुमुलेसन जोनमै रहन्छ। एक्सपेक्ट गरौँ कि यसले ट्रायङ्गल बनाओस्, सिग्निफिकेन्टली नखसोस् भन्ने कुरा हो। अब त्यो सब्जेक्टिभ छ, बाइङमा बस्ने हो भने चाहिँ 1 महिना कुर्नु बेटर छ। अहिले त यो मार्केटको क्यापै अब कहिले 4-5 आउने कहिले 7 आउने हिसाबले त यो अब टर्नओभरको हिसाबले पनि त अब एकुमुलेसनकै हो। तर मैले यति इलेक्ट्रोमा सोधेँ कि मेरो क्वेसन कहाँ थियो भने नि सर, अगेन त्यसैमा हामीले यो इलेक्ट्रोड कस्टडीबाट चार्ट बनाउँदै गर्दाखेरि जब चार्टै चाहिँ एकदम हायरमा हुँदाखेरि हामीले त्यसको अल्टरनेटिभ बनाउँदा होस्, प्रिफरेन्स बनाउँदा होस् होइन, त्यसलाई हामीले हेर्ने भनेको चार्टको प्याटर्नलाई हो हजुर, हैन इम्पल्स क्रिएट गर्न सकेको छ कि छैन। जब इम्पल्स मिसिङ छ भने त प्याटर्न त करेक्टिभ हो नि त, सिम्पल भाषा त्यही हो नि त। अनि सर इम्पल्स त कहाँबाट मिसिङ छ सर? हामीले इम्पल्स त हाम्रो 1442 पछि माथि 2581 छ, त्योभन्दा माथि चाहिँ तपाईँको 2442 पछि मासतिर गएको बजारमा इम्पल्स मिसिङ छ हैन। हैन यो एउटा नि छ सर, त्यो इम्पल्स देख्नै पाउनुहुन्न, छँदै छैन इम्पल्स। हैन सर, ल 2442 मा हेर्नुभयो, त्यसपछिको एउटा त्यसपछिको हायर लो त छैन सर यहाँ 2500। हायर लोले इम्पल्स डिसाइड गर्ने हो र प्रभु, इम्पल्सको परिभाषा त थाहा छ होला नि तपाईलाई, के हो इम्पल्स भने? प्याटर्नको हिसाबले हो हैन। हुन त माथिबाट हेर्यो भने त अब करेक्टिभमै छ, तर चाहिँ 2442 पछि हेर्दाखेरि त त्यहाँबाट त हाम्रो इम्पल्सिभ देखिन्छ नि सर। छैन प्रभु, कहाँ छ इम्पल्स? मलाई जस्टिफाई गर्नु न इम्पल्स। जबरजस्ती इम्पल्स भनेर त भएन हजुर। डायगोनल फर्म हो, इम्पल्स छैन, इम्पल्स सधैँ छैन, डायगोनल म्याक्सिमम पोसिबिलिटी भए स्वरूपजीले भने जस्तो डायगोनल पोसिबिलिटी हुन सक्यो, इम्पल्स त सधैँ डायगोनल टाइपमा छ, इम्पल्स छैन। डायगोनल चाहिँ हो, डायगोनल चाहिँ छ। अनि हो भनेर भनिसक्ने आधार छैन। डायगोनल तब मात्रै भ्यालिड हो 2580 लाई ब्रेक गरेन भने हैन। त्यो त छँदैछ, तलतिर डाउन साइडको जबसम्म भ्यालिड तलतिर ब्रेक गर्दैन तबसम्म चाहिँ डायगोनल चाहिँ भ्यालिड हो। तल ब्रेक गर्ने बित्तिकै त्यो पनि सक्यो, त्यसपछि चाहिँ तलतिर हेर्न सक्यो, तर भ्यालिड चाहिँ जबसम्म तल ब्रेक गर्दैन तबसम्म चाहिँ भ्यालिड छ। अनि सर यो हाइड्रोमा भन्नुभयो नि माथितिर 5th वेभ कम्प्लिट भएको टार्गेट अनुसारले चाहिँ कम्प्लिट भएको देखिँदैन सर, एकचोटि हेर्नु न। नै त्यो इक्वालिटी लगाउनु भयो भने कम्प्लिटेड छैन, हेर्नुस् है। छैन सर, 43 सम्म त देखिनु पर्ने हो। कम्प्लिट छ। अनि सर प्याटर्नकै कुरा गर्ने हो भने सर यदि विकली क्यान्डलमा सरले हेर्नुहुन्छ भने कप विथ ह्यान्डलको प्याटर्नमा गइरहेको छ सर। यो डबल टपमा गएर त्यसपछि ब्रेकआउट हुने उसमा गइरहेको छ। एक्सटेन्डेड 5th हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु सर हाइड्रोमा।
सायद अब रङ हुन्छ कि के हुन्छ त्यो चाहिँ थाहा भएन। मैले चाहिँ म्याक्सिमम देखेको चाहिँ एक्सटेन्डेड फिफ्थ देखिरहेको छु सर मैले। नै अब तपाईँको एक्सटेन्डेड फिफ्थ हो भने त हाइड्रोले के गर्दैन भनेर भन्नुहुन्छ भने यो चाहिँ के अरे 3320 भन्दा तल सिग्निफिकेन्टली आउँदैन यो हैन। 3300 को आसपासतिरबाट नै एग्रेसिभ र्याली स्टार्ट गर्नु पर्यो। हजुर यसमा चाहिँ फेरि माथितिर अपसाइड 1 2 3 4 5 सकाएर तलतिर शार्प करेक्सनको हेर्ने हो भने सेकेन्ड वेभमा आएको छ सर। त्यही भएको हुनाले चाहिँ यो सेकेन्ड वेभ ब्रेक नगरेन्जेलसम्म अस्तिको लो ब्रेक नगरुन्जेलसम्म चाहिँ त्यहाँ स्टप लस लगाएर चाहिँ हेर्न चाहिँ सकिन्छ जस्तो लाग्छ सर। तपाईको 23 मार्चको सिद्धिएको लोलाई हेर्नुहुन्छ कि तपाईको जस्ट 6 अप्रिलको सिद्धिएको पछिल्लो हप्ता सिद्धिएको लोलाई? पछिल्लो हप्ता सकिएको लो सर। 26 मार्चलाई जबसम्म रेस्पेक्ट गर्छ तबसम्म चाहिँ मैले चाहिँ तल भन्दा पनि माथितिर हुन सक्ने देखेको छु। किनभने शार्प फलमा चाहिँ त्यो भित्र कल गर्ने हो भने एबिसी देखिन्छ सर। त्यो इभेन्ट नेप्सेमा पनि देखेको छ सर। नेप्सेको यस्तो हो के स्वरूपजी के हुन्छ भन्दाखेरि अब भिजुअलाइज गर्दाखेरि चार्टलाई हाम्रो माइन्डसेटले पनि काम गर्ने चिज हो हैन। अब भिजुअलाइजेसन गर्दाखेरि एबिसी नै गनौ भने चाहिँ गन्न नसकिने होइन हैन। त सरसर्ती हेर्नुभयो भने नेचर चाहिँ इम्पल्सिभै छ हेर्नुस्। नेचर इम्पल्सिभ छ। त्यही भएर इफ एन्ड बट अदरवाइजका कुराहरू हुन् यिनीहरू हाम्रो इमोसनल ट्रिगरहरू कुरा गर्ने चिजहरू हुन्। अब हो रिस्क म्यानेजमेन्ट प्रोस्पेक्ट्समा स्टप लस लगाएर गर्दाखेरि केही बिग्रिएन। त्यही हो सर स्टप लस त लाउनै पर्छ किनभने हामीले धेरै तल देखिरहेको छौँ नि सर। मार्केटले यो ठाउँबाट माथि जान सकेन, नेप्सेले जान सकेन भने टार्गेट हामीहरूको अहिले नै सरले जुन 30 तिर देखिराख्नु भएको छ मैले त यो माथिको क्यान्डल ब्रेक नगर्यो भने टार्गेट त 2405 तिर देखिरहेको छु। भन्दाखेरि माथि जबसम्म जाँदैन तबसम्म यो टार्गेट तलको टार्गेट माथि आउँदैन। भन्दाखेरि नै जाने हो भने पनि त्यही नेप्सेमा चाहिँ तपाईको स्टप लस नेप्सेमा स्टप लस त्यही 2580 को भयो। हजुर हाइड्रोको स्टप लस चाहिँ त्यही 26 मार्चको लोको भयो जुन चाहिँ त्यही हो सर 3370 हो हैन। हजुर अब ब्रेक नगरुन्जेलसम्म त गर्दाखेरि रिस्क रिवार्ड फेभरेबल देखिन्छ हैन। हजुर हजुर सर त्यो गर्ने टेक्निकली ट्रेड गर्दाखेरि गर्ने तरिका नै त्यही हो हैन। हजुर त्यही हो। त त्यो भन्दा तल आयो भने स्टप गर्नुस्, होइन भने कन्टिन्यू राख्नुस्। हजुर सर त्यही हो सर। त्यही प्रोस्पेक्टमा हेरिरहेको डाउन साइडमा चाहिँ धेरै तल देखिए पनि ब्याङ्किङले त्यो गरिरहेको हो। ब्याङ्किङले केही दिन नचलेर नयाँ लगाएर त्यसपछि माथितिर अपसाइड मुभ गर्यो भने त त्यसले एज अ होल नेप्सेलाई नै माथि लाने जस्तो देखिन्छ। अब अरू हेर्दाखेरि त अब तल देख्न त जति तल देख्न पनि सकिन्छ किनभने हामीले 18 पनि देखेको हो। 18 आउँदाखेरि जुन किसिमको र्याली आएको छ 50% त्यो अनुसारले हेर्दाखेरि पुरानो कुनै पनि जिरो वेभबाट फर्स्ट वेभ आउँदाखेरि 50% नै माथि आएको हुनाले अहिले नै बेरिसमा जान्छ कि जस्तो चाहिँ मैले पनि देखेको छैन। अब तलको लो ब्रेक गरेपछि त देखिने चाहिँ त्यही नै हो सर। सरले जुन क्यालकुलेसन गर्नुभएको छ YZ तिनीहरू चाहिँ देखिन्छ सर, प्रष्टै देखिन्छ। र हाइड्रो मैले देखिरहेको चाहिँ कप विथ ह्यान्डल देखिरहेको छु इन अ लङ्गर टाइम फ्रेममा। त्यही भएको हुनाले तल ब्रेक गरेर पनि धेरै तल गएर चाहिँ एकुमुलेसन नै देखिन्छ। त्यो भनेको सरको सेकेन्ड वेभ जुन छ वाइ आउँदाखेरि 2430 50 या 2500 नै आउँदाखेरि त्यो ठाउँमा चाहिँ इन्ट्री लेभल चाहिँ हुनसक्छ। यहाँ एक्जिट भएर त्यो ब्रेकआउट गरेपछि ब्रेकडाउन गरिसकेपछि एकैचोटि इन्ट्री चाहिँ धेरै पछि नै देख्छु मैले पनि। तर अहिलेसम्म त होल्ड गर्नै पर्यो नि सर किनभने यो ठाउँबाट सबैजना भाग्यो भने त पुग्ने त फेरि त्यो ठाउँमा त अस्ति नै 17-18 वटा क्यान्डल बनाए जस्तै गरेर फेरि तल खस्ने हो भने त
मार्केटमा कोही पनि रहँदैन सर। त्यही भएर मैले पोजिटिभ नै हेर्न चाहेको छु सर। छोड्नुहोस् के त्यो चाहिँ त्यो मार्केटमा कोही रहँदैन भन्ने कुरा तपाईँको इमोसन हो होइन होइन। अब बजारले इमोसन्सलाई चाहिँ के हेर्छ त? त्यो मार्केटमा कोही रहँदैन भनेर किन इमोसनल हुनु पर्यो र? त्यो त हो। अब स्टप लस लगाएर निस्किने हो भने त त्यति गाह्रो त छैन होइन। तर पनि स्टप लस लगाउने भनेको चाहिँ तपाईँले इमोसनलाई हटाएको होइन, हटाएको हो। हजुर सर। त्यो भनेको त्यो टेक्निकल्ली ट्रेड गर्ने मान्छेले त सिम्पल लजिक त्यही लगाउने हो। स्टप लस लगाउँछु, यहाँ काम गर्यो भने ठिकै छ, होइन भने एक्जिट गर्छु कुर्छु भन्ने नै हो। त्यही हो सर। त्यही गर्न सकियो त भनेपछि यस्तो होला र उस्तो होला भनेर प्रिज्युम गर्नुभन्दा पनि सिम्पल यदि बुलिस बस्ने हो भने चाहिँ स्टप लस लगाएर बस्नुहोस्। स्वरूप सर। हजुर हजुर। हामी छलफल राम्रो चलेको छ, त्यो हुनाले मैले आज डिस्टर्ब नगरिकन बसेको सर है। समग्रमा आज राम्रो खालको एउटा भएको, साथीहरूलाई पनि अलिकति राम्रो जानकारी पनि भइरहेको जस्तो लाग्यो। हामी कन्टिन्यू जाने त होला नि सर अझै? लगभग डिस्कसन त त्यो सम्बन्धित सक्यो जस्तो लाग्यो होइन। अरू केही छ भने मात्रै हो। नास भनौँ भने विश्वको प्रोस्पेक्ट पनि मैले नहेरेको होइन होइन। त्यो भएको हुनाले नै हेरेर स्टप लस लगाउँदै बसिरहेको हो। नभए नेगेटिभ भएकाले हामीले तल जान सक्ने ठाउँहरू भनेको तिनीहरू हुन त होइन। तर जबसम्म हायर लोजहरू चाहिँ ब्रेक गर्दैन तबसम्म चाहिँ मार्केटबाट निस्किने होइन। डटेर त कुनै ठाउँमा त बस्नु पर्यो। टार्गेटहरू सेट गरेर डाउन साइडमा कुनै नेगेटिभ क्यान्डलहरू बनेपछि त्यसपछि निस्किने हो नि त। त्यो भएको हुनाले मैले चाहिँ खास ठ्याक्क अपोजिट, उहाँले भनेको ठ्याक्क अपोजिट तरिकाले चाहिँ मैले कुरा गरिरहेको हो, ताकि त्यसबाट चाहिँ अलिक प्रष्ट होस् भनेर होइन। खास त्यो कुरा हो। ठिकै हो, प्रोस्पेक्ट चाहिँ हेराइ एउटै हो, तर एकै नासले चाहिँ नेगेटिभ मात्र कुरा गर्दा पोजिटिभ मात्र कुरा गर्दाखेरि चाहिँ अलिकति बायस हुन सक्छ भनेर खास तर्क गरिरहेको हो। किनभने तर्क नगर्ने सबैले तल नै भनेर भन्ने हो भने त फेरि तर्क गर्नुको हुँदैन। त्यो भएकोले मात्रै हो। अब एकजनाले यस्तो हेरेको छ, अर्कोले यस्तो हेरेको छ, यो इलेट वेभ भने काम लाग्दैन भन्ने कुरा होइन कि दुवै तरिकाले चाहिँ हामीले हेर्नु खास डिस्कसन गरेको हो। त्यही हो।